सजिलो हुन्छ भने त नो प्रब्लम ल्यापटपमै खोलेर दुइटै विन्डो यस्तो गरेर चलाउनु भयो। नभए चाहिँ सकेसम्म मोबाइलमा चाहिँ क्लास रन गरेर अनि ल्यापटपमा चाहिँ सँगसँगै गर ल। आज चाहिँ यो चाहिँ ह्यान्ड्स अनै गरौँ सँगसँगै नै जे गरिन्छ। अनि प्रब्लमहरू केही हुने बित्तिकै बोलिहाल्ने है यो भएन भनेर, किनभने चाहिँ इम्पोर्टेन्ट छ होइन, त्यही भएर चाहिँ अगाडिदेखि नै सँगसँगै गर्न। ल मैले चाहिँ स्क्रिन सेयर गरेँ है त अब ठ्याक्कै। स्क्रिन स्टार्ट। स्क्रिन सेयर भइरहेछ मेरो? भन त कसरी भइरहेछ है? हजुर सर भइरहेछ। भइरहेछ है, ल ठिक छ, काट्छु। होइन ओके, एन्ड देन यो पनि पर्छ, यति नै हो यो। ओके ल मेरो सेटअप अलिकति बिग्रिरहेको थियो त्यही भएर हो। ल अहिले चाहिँ आइरहेछ है आवाज। ल अब सुरु गरौँ है त। लिनक्स सुरु गर्नुभन्दा अगाडि चाहिँ म पहिला चाहिँ क्वेसनबाटै सुरु गर्छु है। को सुनेको छ लिनक्स भनेको? अब आज चाहिँ सकेसम्म बोलेरै गरौँ है मजाले। भन त। लिनक्स काली लिनक्स नै सुनेको थिएँ। काली लिनक्स चाहिँ सुनेको थियौ? हजुर। ए अनि लिनक्स मात्र चाहिँ को सुनेको छ? मैले सुनेको थिएँ सर। तिमीले सुनेको थियौ? के सुनेको थियौ त लिनक्सको बारेमा भन त। यो चाहिँ एउटा ग्राफिकल इन्टरफेस नभएर हजुर एउटा पावर सेल जस्तै कमान्डबाट चाहिँ चलाउनु पर्छ युनिक लाइनबाट भन्ने। मेन भन्ने कुरा चाहिँ तिमीले छुटायौ नि त। मेन के हो खास लिनक्स? अपरेटिङ सिस्टम हो नि हो, यो कुरा चाहिँ मेन हो है। अरू त तिमीले भन्यौ तर मेन कुरा चाहिँ छुटायो है। ल सुरु गरौँ है त त्यो कुराबाट, अलिकति थाहै छ। ल अब लिनक्स भनेको चाहिँ खास तिम्रो ओपन सोर्स अपरेटिङ सिस्टम भन्छ क्या, किनभने अपरेटिङ सिस्टम त हो यो, त्यही पनि यो चाहिँ के हो भन्दाखेरि ओपन सोर्स अपरेटिङ सिस्टम हो है। अब ओपन सोर्स यहाँ पनि ओपन गर्छु म पख। ल सुरु यहाँ लिनक्सदेखि। अब ओपन सोर्स भन्ने बित्तिकै हामीले अस्ति गीतमा पनि कुरा गरेका थियौँ, ओपन सोर्स भनेको चाहिँ तिम्रो नर्मल्ली जसले पनि एक्सेस गर्न पाउने है, जसको लागि पनि एभाइलेबल भएको। जस्तै तिमीले अहिले विन्डो चलाइरहेको छौ, कसैले कुनै अरू चलाइरहेको होला होइन। पहिला पहिला त युनिक्स हुन्थ्यो, अब डिडक्सहरू पनि भन्थ्यो, तर अहिले चाहिँ मेनली युज हुने भनेको त्यही विन्डो लिनक्सहरू होइन। म्याक ओएसको पनि आफ्नै छ। अब तिमीले विन्डो चलाउँछौ, तिमीहरूले आफ्नो ल्यापटपमा भएको अहिले विन्डो जुन ओएस छ अपरेटिङ सिस्टम के हो त्यो? तिमीलाई लाग्छ त्यो रियल जुन चाहिँ अथोराइज्ड अपरेटिङ सिस्टम हो जस्तो लाग्छ? जुन तिमीलाई त्यो किन्दाखेरि उनीहरूले हालिदिन्छ नि त्यो बेच्नेले, हो त्यो हालिदिँदाखेरि तिमीलाई त्यो अथोराइज नै उसले चाहिँ ओएस हालेर पठाउँछ जस्तो लाग्छ तिमीलाई? विन्डो त्यो हालेर पठाएको हुँदैन है, अथोराइज नै त्यो अथोराइज हुँदैन क्या। किनभने तिमीले खास ओएसको लागि पनि तिमीले पे गर्नुपर्छ। खास विन्डोको लागि तिमीले आफ्नो ल्यापटपमा त्यो जुन अथोराइज जुन हाम्रो विन्डोले चाहिँ हामीलाई प्रोभाइड गरेको छ नि आफ्नै, हो त्यसको लागि चाहिँ तिमीले पे गरेर अनि आफ्नो सिस्टममा हाल्नुपर्ने हुन्छ क्या। तर खास तिमी हामीसँग भएको जुन विन्डो छ त्यो चाहिँ क्र्याक्ड भर्जन हो खास विन्डोको पनि, त्यो ओएसको पनि क्र्याक भर्जन हो विन्डोको है। त्यही भएर तिमीहरूले अस्ति नै सुनेकै सुनेनौ त्यो रुडिन नेपाल मण्डलले नै हालेको थियो के अरे विश्वभर नै विन्डो चाहिँ डाउन भएको छ, विन्डो ओएस चाहिँ डाउन भएको छ भन्दाखेरि चाहिँ नेपालमा प्राय जसोको कम्प्युटर चाहिँ मजाले चलिरहेको थियो केही पनि प्रब्लम बिना। त्यो किन भन्दाखेरि चाहिँ त्यो त हाम्रो त क्र्याक हालेको हो होइन, त्यो त रियल विन्डो हाले होइन नि त। त्यो चाहिँ तिम्रो कुनै पनि विन्डोमा केही प्रब्लम आउँदा अथवा केही अपडेट आउँदाखेरि त त्यो झ्याप्प उनीहरूको डाउन भयो भने त हाम्रो पनि डाउन हुनुपर्ने हो नि त विन्डो त। उनीहरूको नै मेनै डाउन भएपछि त। तर हाम्रो डाउन भएको थिएन किनभने हाम्रो चाहिँ उनीहरूले क्र्याक हालिदिएको थियो होइन। हो भनेपछि मैले यो किन भनिरहेको छु भन्दाखेरि चाहिँ विन्डोहरू भनेको चाहिँ ओपन सोर्स होइन। त्यसको लागि त्यो भनेको चाहिँ उनीहरूले कम्पनीले नै आफ्नै लाइसेन्सडमा बनाएको, जुनलाई चाहिँ हामीले पे गर्नुपर्छ आफ्नो सिस्टममा ओएस हालेर चलाउनको लागि है। तर लिनक्स भनेको चाहिँ ओपन सोर्स हो। तिमीले नर्मल्ली अहिले मलाई लिनक्स हाल्नु छ भने नि तिमीले रियल अथोराइज लिनक्स होइन, विदाउट एनी पेमेन्ट, केही पनि पेमेन्ट नतिरिकन मजाले नै आफ्नो सिस्टममा लिनक्स हालेर चलाउन पाउँछौ क्या। तिमीले त्यही माथि तिमीले यहाँ नेटमा गएर सर्च गर्यो भने लिनक्सको तिमीले
पुरै कोडै हेर्न मिल्छ क्या, पुरै कोड नै हुन्छ नि। लिनक्समा लिनक्स बनाउनको लागि के चाहिँ कोडहरू लेखेर बनाएको रहेछ यो अपरेटिङ सिस्टम होइन, त्यो सबै हेर्न मिल्छ। त्यही भएर ओपन सोर्स भनेको हो। तिमीले यहाँ गएर लिनक्स गिटअप रिपो भनेर सर्च गऱ्यो भने यहाँ देख्छौ तिमीले लिनक्सको है, एउटा मिन्ट भनेर आइरहेको छ, यहाँ चाहिँ लिनक्स छ हेर। यहाँ गएर हेऱ्यो भने यहाँ चाहिँ यो भनेको चाहिँ लिनक्सको अफिसियल कोड हो क्या, जुन तिमीले नर्मल्ली आफ्नो प्रोजेक्ट बनाएर पुस गर्छौ नि गिटअपमा, अस्ति हामीले हेरेका थियौँ। त्यस्तै गरी लिनक्सको कोड चाहिँ यसरी उनीहरूले ओपन सोर्सै छोडिदिएको छ, जसले नि एक्सेस गर्न पाओस् होइन। त्यही भएर मैले भनेको थिएँ नि कन्ट्रिब्युट गर्न मिल्छ हामीले कुनै पनि प्रोजेक्टहरूमा गिटअपमा चाहिँ भनेको हो। लिनक्स तिम्रो अहिलेसम्म राम्रो भइरहेको होइन, एक लेभलसम्म चाहिँ बिल्डअप भइरहेको, नयाँ नयाँ फिचरहरू एडिसन भइरहेको, राम्ररी चलिरहेको कारण के हो भन्दाखेरि चाहिँ यसमा धेरै कन्ट्रिब्युटरहरूले चाहिँ काम डेली गरिरहेछ क्या। तिम्रो जस्तो यहाँ हेऱ्यो भने 12 आवर अगो भनेपछि 12 आवर अगो पनि केही न केही यसमा चाहिँ चेन्जेस भएको रहेछ लिनक्स अपरेटिङ सिस्टममा। भनेपछि यहाँ हेऱ्यो भने 5,000 प्लस कन्ट्रिब्युटरले चाहिँ लिनक्स बनाउनको लागि हेल्प गरिरहेको छ अहिले है, कोडहरू लेखेर। भनेपछि तिमीले पनि सिम्पल यो कोडलाई यसरी मैले अस्ति सिकाए जस्तै गिट क्लोन गरेर क्लोन गर्न मिल्छ क्या, अनि कोडहरू हेर्न मिल्छ कसरी के बनेको रहेछ। अनि तिमीलाई मन लाग्यो भने तिमीले यस्तै खालको आफ्नै लिनक्सको कोडहरू यताउति चेन्जेस गरेर आफ्नै पनि बनाउन मिल्यो क्या है। अब म अहिले भन्छु त्यो कुराहरू के चाहिँ हाम्रो लिनक्सको त्योहरू छ होइन। अब मेनली यति चाहिँ तिमीहरूले बुझिहाल्यो कि लिनक्स भनेको अपरेटिङ सिस्टम हो जुन चाहिँ के हो ओपन सोर्स छ, ओपन सोर्स अपरेटिङ सिस्टम हो जुन के बेस छ कर्नल बेस छ। अब यो कर्नल भनेको के हो अहिले भन्छु है। अब लिनक्स कसले बनाएको हो त त्यो पनि बुझ्नु पर्यो आफूले होइन। त्यो चाहिँ हाम्रो अब यसलाई लिनक्स अथवा लाइनक्स पनि भन्छ मान्छेले, त्यही भएर यसको नाम पनि अब लाइनक्स टोरभल्ड्स भन्ने नि भयो, तपाईँ लिनक्स टोरभल्ड्स भन्ने नि भयो है। उहाँले चाहिँ 1991मा बनाउनु भएको हो है। अब एउटा तिमीहरूको लागि एउटा के छ भन्दाखेरि प्लस पोइन्ट चाहिँ यो जुन यो लिनक्स बनाएको लाइनक्स टोरभल्ड्स छ नि उहाँले नै गिट बनाएको हो क्या। जुन हामीले गिट युज गरिरहेको छौँ नि अहिले त्यो गिट उहाँले नै बनाएको हो लाइनक्स टोरभल्ड्स भन्नेले है। भनेपछि गिट र लिनक्स बनाउनु भएको उहाँले नै हो। त्यसमा चाहिँ थप अनि अरूहरू कन्ट्रिब्युटरहरूले चाहिँ कन्ट्रिब्युट गर्दै 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 अहिलेसम्म यहाँ आएको है। अब मेनली लिनक्स किन युज गर्ने भन्दाखेरि चाहिँ यो फ्री छ है, अनि मस्ट यसको ऊ भनेको चाहिँ सेक्योर छ यो है। तिम्रो यसमा चाहिँ सेक्युरिटीको सबै नै तिम्रो अब आफैले नै कस्टमाइज गर्न मिल्छ यो लिनक्समा होइन। आफूलाई जे हाल्न मन छ सबै नै हाल्न मिल्छ, सबै ओपन सोर्स हुन्छ। त्यही भएर तिमीले लगभग यसमा सेक्युरिटीको अरूको हामीले त्यस्तो ब्रिचेस हुने खालको सिस्टमहरू युज गर्दैनौँ क्या यसमा, एपहरू यताउति हुन्छ नि, त्यही भएर यो सेक्युरै हुन्छ है। अब स्टेबल छ भनेको देखिहाल्यो, स्टेबल किन छ भन्दाखेरि यो ऱ्यापिडली के भइरहेको छ चेन्जेस गरिरहेको छ, मिलेर कामहरू भइरहेको छ यसमा ऱ्यापिडली। यहाँ तिमीले हेऱ्यो भने लिनक्समा कुनै एउटा प्रब्लम थियो त्यो फिक्स भएर आइसक्यो फेरि, भनेपछि ऱ्यापिडली भइरहेको छ कोलाबोरेटिभ काम भएको भएर। अनि मेनली यो केमा युज हुन्छ भन्दाखेरि युज तिमीले जस्तै सर्भरहरू तिमीले पछि गएर आफ्नो वेबसाइटहरू होस्ट गर्नु पर्यो होइन, अथवा तिमीहरूले गएर एडब्लुएसमा काम गर्यो अथवा तिमीहरूले गएर एज्योर भन्छ हो त्यस्तो क्लाउडमा काम गर्यो भने चाहिँ त्यहाँ युज हुने भनेको लिनक्स हो क्या। तिमीले त्यहाँ लिनक्सको एउटा सेल पाउँछौ कालो, तिमीहरूले अहिले गएर सिएमडी लेख्छौ नि जुन सिएमडी सजाउँदा आउँछ नि हो त्यस्तै गरी एउटा सेल आउँछ सर्भरमा पनि। त्यही सर्भरमा तिमीहरूले सिम्पल कमान्ड लेखेर चाहिँ काम गर्नुपर्ने हुन्छ सर्भरमा है, त्यसको लागि युज हुन्छ। क्लाउडहरू त्यही भइहाल्यो एडब्लुएसहरूमा होइन। अनि हामीले युज गरिरहेको छौँ जुन मोबाइल फोन हो यो पनि खास तिम्रो लिनक्समा बनेको हो है, तिमीहरूलाई थाहा छैन होला कतिलाई होइन। यसको भित्री चाहिँ खास तिम्रो इनर चाहिँ लिनक्समै बनेको हो, लिनक्स कर्नल चाहिँ युज गरेर चाहिँ एन्ड्रोइडमा बनेको हो खास है, एन्ड्रोइड त्यही युज भएको छ। अनि सुपर कम्प्युटर विश्वमा भएको तिम्रो लगभग जतिवटा सुपर कम्प्युटर छ नि त्यसमा म्याक्सिमम सुपर कम्प्युटरमा चाहिँ लिनक्स युज हुन्छ है। भनेपछि अनि आइओटी इन्टरनेट अफ थिङ्स भन्ने मान्छे सुनिरहेकै होला, त्यसमा पनि लिनक्स अपरेटिङ सिस्टम चाहिँ युज हुन्छ है। भनेपछि यसको मेन भनेको चाहिँ तिमीहरूलाई एउटा आफ्नो अहिले जुन तिमी स्टेपमा छौ, जुन तिमी अहिले कसरी वेब गरिरह होला, कसरी नर्मली केही सिकिरह होला, त्योभन्दा तिमीहरूलाई एक स्टेप माथि जानु छ भने चाहिँ तिमीले लिनक्स सिक्नै पर्ने रहेछ क्या है। यो कुरा चाहिँ तिमीहरूले दिमागमा राख। अब यसको हिस्ट्री होइन अलिअलि चाहिँ हामीले कति कुराहरूको चाहिँ हिस्ट्री पनि थाहा हुनुपर्छ क्या, हिस्ट्री पनि है। अब हेर्दाखेरि चाहिँ तिमीहरूले युनिक्स सुनेको थियौ, तिमीहरूले कम्प्युटर क्लास लिँदाखेरि 12मा कसैले कम्प्युटर स्टुडेन्ट छ भने उनीहरूले युनिक्स सुनेको थियो होला, कसैले भन त युनिक्स भन्ने सुनेको थियौ? हजुर हजुर सुनेको थियो है, जस पढाएको थियो नि होइन क्लासमा, नाम मात्रै भन्नुभएको थियो सरले। ए नाममा त जस बेल बेल ल्याब्समा चाहिँ युनिक्स बनाएको भन्ने टाइपको
कुराहरू थियो नि त होइन यसो हजुर हजुर सुनेको थियो तिमीहरूले एमसिक्यूमा आउँथ्यो पहिला हो अझै होस् 1969मा चाहिँ युनिक्स निकालेको हो होइन यो युनिक्स चाहिँ बेल ल्याब्स जुन युएस नै हो है पखाइ त मैले पनि तिमीहरूलाई यहीँ पनि हेरौँ किन उ गर्नु छ र यो पनि अपरेटिङ सिस्टम हो ल युनिक्स पनि युनिक्सको अपरेटिङ सिस्टमको कुरा गर्दा त्यही हो है बेल ल्याब्सले नै निकालेको हो त्यस बेला चाहिँ तिम्रो खास तिम्रो एउटा उयस चाहिँ थियो क्या त्योभन्दा अगाडि मैले नाम बिर्सेँ त्यो चाहिँ अलिकति धेरै नै एक्सपेन्सिभ पनि हुन्थ्यो क्या त्यो चाहिँ नर्मल्ली तिम्रो जो चाहिँ सिलेक्टिभ मान्छेले मात्रै युज गर्थ्यो होइन त्यसको लागि भनेर चाहिँ खास अनि एउटा स्पेसिफिक ग्रुपले ड्यानियन्स हो कि समथिङ के हो नाम चाहिँ मैले बिर्सेँ उहाँहरू चाहिँ भएर चाहिँ यो युनिक्स बनाएको हो बेल ल्याबमा है अब अनि त्यसपछि युनिक्समा चाहिँ सिम्पल के हुन्थ्यो भन्दाखेरि चाहिँ तिम्रो हुन्छ नि नर्मल्ली सेलहरू हुन्छ नि कर्नलको कन्सेप्टहरू सबै अब फाइल स्ट्रक्चरहरू सबै मेन्टेन गर्ने कामहरू चाहिँ युनिक्सबाट सुरु भएको मल्टी युजरहरू चाहिँ काम गर्न मिल्ने होइन मल्टिटास्किङ गर्न मिल्ने अपरेटिङ सिस्टम पहिला चाहिँ नर्मल काम गर्न मात्र मिल्थ्यो भने चाहिँ युनिक्सले चाहिँ मल्टिटास्किङहरू गर्न मिल्ने एउटा अपरेटिङ सिस्टम चाहिँ ल्यायो तर त्यो ल्याइसकेपछि यसमा चाहिँ के थियो भन्दाखेरि सिम्पल तिम्रो फाइलको स्ट्रक्चरहरू मिलाउने यताउति काम गर्ने मात्र थियो नि त तर त्यसमा चाहिँ नयाँ नयाँ सफ्टवेयरहरू चाहिँ क्रिएट गर्न मिल्ने युज गर्न मिल्ने कुराहरू थिएन त्यसको लागि भनेर चाहिँ जिएनयु प्रोजेक्ट भनेर 1980sमा सुरु एउटा बन्यो क्या अब यो कुराहरू किन हाम्रो लिनक्समा चाहिरहेको छ भन्दाखेरि चाहिँ त्यही पहिला युनिक्स अहिले त युनिक्स प्रायःले युज गर्दैन नि त हो त्यही पहिलाको युनिक्स चाहिँ हाम्रो अहिले लिनक्समा चाहिँ युज गरेको हो क्या त्यही युनिक्सको कोडहरू लगभग लगभग हाम्रो लिनक्समा सेमै हुन्छ त्यही कुरालाई चाहिँ युज गरेर ल्याएर चाहिँ हाम्रो लिनक्समा चाहिँ युज गरेको छ त्यही भएर चाहिँ युनिक्सलाई चाहिँ मैले तिमीलाई कभर गराएको कारण त्यो है त्यसै लिनक्स कर्नल भनेको छ नि जुन तिम्रो के हो भन्दाखेरि चाहिँ अहिले हाम्रो सुबोधले भनेको थियो नि हाम्रो जिउ के अरे जियुआई चाहिँ हुँदैन सिम्पल कमान्ड मात्रै लेख्नुपर्छ भन्ने टाइपले होइन हो त्यो कुरा भनेको चाहिँ नर्मल्ली लिनक्सको पहिला फर्स्टमा आउँदाखेरि एउटा कर्नेल मात्र निकालेको थियो क्या कर्नेल भनेको चाहिँ के हो भन्दा तिम्रो नर्मल कम्प्युटरको एउटा फ्लो भन्दाखेरि चाहिँ तिमीले नर्मली कम्प्युटर अन गर्छौ नि पावर अन गर्दाखेरि त्यो अन गर्ने बेलामा के काम हुन्छ त होइन नर्मल्ली मैले एक्सेल एडिटरको खोलेँ होइन जस्तै अन गर्छौ तिमीहरूले बुट भन्ने कोड सुनेको छौ कहिले बिओटी बुट बिओटी बुट भन्ने सुनेको छौ नि वर्ड होइन बुटिङ भन्ने होला होइन सर बुटिङको बुट सुनेको छ है हो तिमीहरूले जस तिमीहरूले याद गरे होला अन हुने बित्तिकै खास खास त्यो सिस्टम चाहिँ बुट भएको हो नि त नर्मल्ली होइन हो भेरी गुड है ओएस रन हुनलाई चाहिँ बुट भएको हो होइन भनेपछि तिम्रो कम्प्युटर ओपन भएर त्यो तिमीलाई एउटा इन्टरफेस देखिने बेलासम्म त खास के काम भइसकेको छ भन्दाखेरि बुट भएर कुनै पनि एउटा ओएस भन्ने कुरा छ नि त अपरेटिङ सिस्टम भएर मात्र तिमीहरूले चाहिँ कुनै पनि हार्डवेयर र सफ्टवेयर बिचमा चाहिँ कम्युनिकेसन कहिले गराइरहेको हो त ओएसले हो नि त नर्मल्ली होइन र त्यही पढायो नि होइन जस्तै तिम्रो नर्मल्ली हामीले विन्डो भनिरहेको छौँ त्यो विन्डो भनेको हो अपरेटिङ सिस्टम होइन तर नर्मल्ली विन्डो भनेको एउटा सफ्टवेयर मात्र हो खास होइन अब तिम्रो सिस्टममा त स्टोरेज होला माउस होला किबोर्ड होला अब तिम्रो देखिरहेको मोनिटर होला के होला हो त्यो सबै कुरा र तिम्रो भएको सफ्टवेयरलाई र हार्डवेयर जुन तिम्रो माउसहरू छ त्यसलाई त कनेक्ट गर्नु पर्यो त्यो काम चाहिँ ओएसले गरिरहेको हो अनि तर ओएसले त्यो कुराहरू कन्ट्रोल गरिरहेछ भने ओएसलाई चाहिँ कसले कन्ट्रोल गरिरहेछ भन्दाखेरि चाहिँ कर्नेलले कन्ट्रोल गरिरहेछ क्या भनेपछि ओएसले तिम्रो कम्प्युटरमा भएको जुन तिम्रो त्यो कुराहरू कन्ट्रोल गरिरहेको थियो भने ओएसलाई कन्ट्रोल गर्ने काम चाहिँ कसले गरिरहेछ कर्नेलले गरिरहेको छ भनेपछि अन द टप कर्नेल छ यति बुझाउन खोजेको है हरेक सिस्टम तिम्रो लिनक्समा मात्र होइन तिम्रो विन्डोदेखि तिम्रो म्याक ओएसदेखि तिम्रो जे हुन्छ नि हो त्यो सबै तिम्रो एन्ड्रोइडमा समेत होइन सबैमा चाहिँ एउटा कर्नेल हुन्छ क्या त्यो कर्नेल चाहिँ टपमा बसिरहेको हुन्छ अनि त्यो टपमा बसिरहेको चाहिँ खास अपरेटिङ सिस्टम र कर्नेल चाहिँ सँगसँगै आइरहेको हुन्छ तर अपरेटिङ सिस्टमभन्दा एक स्टेप माथि चाहिँ कर्नेल हुन्छ है अब त्यो कर्नेलले अपरेटिङ सिस्टमलाई ह्यान्डल गरिरहेको हुन्छ अनि तिम्रो त्यो सबै एप्लिकेसन र हार्डवेयरमा चाहिने जुन रिसोर्सेसहरू हुन्छ नि जस्तै मैले पढेको थियो होला अपरेटिङ सिस्टमको चाहिँ के छ फिचरहरू अथवा अब्जेक्टिभहरू एप्लिकेसन के भन्दाखेरि चाहिँ प्रोसेस म्यानेजमेन्ट स्टोरेज म्यानेजमेन्ट होइन यो कुराहरू पढाएको थियो होला नि हो त्यो भनेको चाहिँ त्यो जुन ओएसले गरिरहेको देखिरहेको छ तर त्यो काम चाहिँ खास कोर लेभलमा कसले पनि गरिरहेको भन्दा कर्नेलले पनि गरिरहेको है भनेपछि मैले त्यो यहाँ लेखेर आएको छु वाट इज कर्नेल भन्दाखेरि चाहिँ कर्नेल भनेको चाहिँ कोर अफ एन अपरेटिङ सिस्टम चाहिँ हट हो यदि कर्नेल छैन भने अपरेटिङ सिस्टमले काम गर्न सक्दैन अपरेटिङ सिस्टम छैन भने तिम्रो सिस्टमले काम गर्न सक्दैन भनेपछि यति बुझिरहेको कि कर्नेल भनेको टपमा छ सबैभन्दा है अब यो कुरा तिमीहरूलाई कर्नेल पहिला त सुनिरहेको थियो होला तिमीहरूले तर कर्नेल भनेको के थाहा थिएन होला होइन खास कर्नेल भनेको चाहिँ तिम्रो ओएस भन्दा माथि
जुन जुन पनि सिस्टम बन्छ अहिले जे पनि त्यो कर्नेलमा चाहिँ बेस्ड भएर बनेको हुन्छ। सस्तो नि सिस्टम तिमीले नयाँ कुरा केही बनाउन खोज्यौ भने तिमीले कर्नेलमा बेस्ड भएर बनाउनै पर्छ है। जस्तै तिमीले एउटै कर्नेलमा बेस्ड भएर भन्दा नि नयाँ नयाँ सिस्टम कर्नेलहरू चाहिँ बनाउँछ क्या मान्छेले। जस्तै मानौँ न युनिक्सको लागि चाहिँ खास पहिला बनाउँदाखेरि एउटा युनिक्स कर्नेल भन्ने बनाएको थियो, अनि त्यसपछि चाहिँ सिस्टमहरू अगाडि बढाएको होइन। अब पहिला त्यसपछि यामएस डक्स भन्ने पनि थियो अपरेटिङ सिस्टम, त्यसको लागि चाहिँ डक्स कर्नेल भन्ने थियो होइन। अब तिम्रो विन्डो यान्टी भन्ने आएको हो, त्यसको लागि पनि यान्टी कर्नेलहरू चाहिँ तिम्रो विन्डो छ नि, हाम्रो नर्मली हाम्रो विन्डो चलाउँछौँ त्यो विन्डोको चाहिँ यान्टी कर्नेल भन्ने हुन्छ, तिमीले सर्च गऱ्यो भने नि आउँछ है। त्यो यान्टी कर्नेलमा चाहिँ विन्डोको अपरेटिङ सिस्टम चाहिँ बेस्ट हुन्छ। अनि हाम्रो म्याक ओएसको लागि टिएनयू भन्ने हुन्छ होइन, त्यो सबैको आफ्नो हुन्छ। अनि लिनक्सको लागि चाहिँ लिनक्स कर्नेल भन्यो क्या, त्यही लिनक्स कर्नेल मैले जति भनिरहेको छु मैले त्यो कहिले बनाएर छ 1991मा ठ्याक्कै है। त्यो 1991मा बन्यो त्यो कर्नेल चाहिँ। अब कर्नेलले के मात्र काम गर्थ्यो भन्दाखेरि चाहिँ नर्मली तिमीहरूले त्यो याप टु थिच्छौ नि, अब कसैको ल्यापटपमा याप टुवेल होला कसैको याप टू होला होइन। त्यस बेला नर्मली एउटा बुटेबल इन्टरफेस आउँछ, अनि त्यसमा त्यो के चाहिँ ह्यान्डल गर्न सकिन्छ आफूले, हो त्यो कुराहरू ह्यान्डल गर्न मिल्छ नि। हो त्यस्तै कामहरू मात्रै कर्नेलले चाहिँ गरिरहेको हुन्थ्यो क्या, ओएसलाई चाहिँ यसो रिसोर्सहरू दिने यताउति म्यानेज गर्ने कुराहरू मात्र। तर त्यतिले मात्र भएन नि त, कुनै पनि सिस्टम काम गर्न गाह्रो भयो होइन, नयाँ नयाँ कुरा मान्छेलाई त इभोल्युसन हुँदै गयो। त्यो भएपछि चाहिँ 1990sमा चाहिँ जुन त्यो जिएनयू बनाएको थियो 1980sमा, त्यो चाहिँ सफ्टवेयरहरू चाहिँ युज गर्न मिलोस् भनेर, त्यही कुरा चाहिँ त्यो जिएनयू र लिनक्सलाई मिलाएर चाहिँ 1990sमा चाहिँ एउटा कम्प्लिट अपरेटिङ सिस्टम बनाइयो क्या। अब त कम्प्लिट भयो नि त, तिम्रो नर्मली के अरे तिमीले सफ्टवेयरसँग काम गर्न नपाउन्जेलसम्म त त्यो कम्प्लिट भएको थिएन नि त। तिमीले नर्मल्ली स्टोरेजहरू के छ यताउति फाइल म्यानेजमेन्ट मात्रै भइरहेको थियो, तर सफ्टवेयरहरूसँग इन्टरेक्सन चाहिँ थिएन धेरै। त्यसको लागि भनेर जिएनयूसँग कनेक्ट गरिसकेपछि चाहिँ कम्प्लिट भएर 1990sमा चाहिँ एउटा कम्प्लिट अपरेटिङ सिस्टम बनेको है। अनि 2000देखि चाहिँ तिम्रो मेन स्ट्रिममा होइन सर्भरहरूमा युज हुन थाल्यो, यताउति हुन थाल्यो। अनि त्यसपछि चाहिँ लिनक्सको एउटा प्राइम टाइम आउनु थाल्यो हो क्या। अब अहिलेसम्म पनि लिनक्स प्राइम टाइममै छ, किनभने यो तिम्रो मेन सर्भर बेसमा धेरै युज हुने भएको भएर यो प्राइम टाइममै छ होइन। अब तिमीले नर्मली अब यहाँ वाट इज कर्नेल मैले भनिहालेँ, यहाँ हेऱ्यो भने पनि एप्लिकेसन र हार्डवेयरको बिचमा चाहिँ कर्नेल चाहिँ बसेको हुन्छ। अनि एप्लिकेसनले कुनै पनि जस्तै अब हार्डवेयरले अथवा एप्लिकेसनले केही रिसोर्सेस दुईजनामा युज गर्नु छ भने चाहिँ कर्नेलसँग पर्मिसन लिनै पर्छ। जस्तै तिमीले ल्यापटपमा ओपन गर्छौ क्रोम होइन, अब क्रोमलाई कति मेमोरी दिने भनेर चाहिँ एउटा एलोकेसन त गर्नु पऱ्यो नि, त्यो पर्मिसन चाहिँ कर्नेलसँग जान्छ क्या। कर्नेलभित्र त अपरेटिङ सिस्टम पनि छ, त्यही भएर हामीले नर्मली क्लासमा पढ्दाखेरि चाहिँ अपरेटिङ सिस्टमले चाहिँ त्यो मेमोरी एलोकेसन गरिरहेको भनेर आउँछ, तर त्योभन्दा अन द टप चाहिँ कसले काम गरिरहेको हुँदो रहेछ, कर्नेलले हो है ठ्याक्कै। भनेपछि यसलाई नर्मली एनालोजी त बुझाउनु पर्दैन होला, तर बुझिसक्यो होला। तर पनि एनालोजी भन्नुपर्दा चाहिँ सिम्पल के हो भन्दाखेरि चाहिँ कर्नेल भनेको एउटा कार बुझिरहेको, कारमा कर्नेल भनेको नर्मली एउटा इन्जिन भयो होइन। त्यो इन्जिनमा आधारित भएर तिमीले जस्तो पनि सिस्टम बनाउन पायो, अरू पनि अपरेटिङ सिस्टमहरू, किन टपमा छ कर्नेल होइन। अनि ओएस अपरेटिङ सिस्टम भनेको चाहिँ कम्प्लिट एउटा कार भयो होइन, त्यो कर्नेलमा बसेर एउटा कम्प्लिट कार बनेको छ है हो। अब त्यसमा मैले तिम्रो एउटा डिस्ट्रिब्युसन भन्ने कुरा हुन्छ क्या, लिनक्स डिस्ट्रिब्युसन हो। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ तिमीले कार त बनायो कम्प्लिट कार, अनि कर्नेल पनि एउटा इन्जिन त छ, तर तिमीले त्यही एउटा कार त युज गरेर बस्दैनौ नि त। त्यही कर्नेल त्यही एउटा इन्जिनमा बनेको त्यही एउटा कार कम्प्लिट कारको डिफ्रेन्ट कारको मोडलहरू बनाएर आउँछौ तिमीले, त्यही एउटा इन्जिनमा नयाँ कुरा यसो थपेर होइन, अथवा त्यही इन्जिन युज गरेर नयाँ डिफ्रेन्ट मोडलहरू बनाउँछौ नि कारको हो। त्यस्तै गरी लिनक्स यस्तो एउटा ओएस हो जसमा चाहिँ आधारित भएर हामीले डिफ्रेन्ट डिस्ट्रिब्युसनहरू चाहिँ युज गर्न पाउँछौँ क्या लिनक्सको। भन्न खोजा चाहिँ लिनक्स भनेको एउटा सिम्पल के भएछ अपरेटिङ सिस्टम भनेपछि लिनक्सभित्र पनि डिफ्रेन्ट हामीलाई फेभरहरू दिएको छ क्या। जस्तै तिमीलाई चाहिँ तिमीले एउटा उबन्टु भन्ने हुन्छ होइन, तिमीले उबन्टु युज गर्यो भने मलाई उबन्टुको इन्टरफेस मन परेन, मलाई त्यो काम गर्दाखेरि अलिकति यो यहाँ थिच्दाखेरि अलिकति यो आउने, अलिक कमान्डहरू युज गर्दाखेरि कलरफुल भएन अथवा यता यो भयो भन्ने लाग्यो अरे भने तिमीलाई अर्को नि फेभर दिएको छ क्या, ल उबन्टु युज नगर। तिमीले पप ओएस भन्ने छ, तिमीले लिनक्सकै डिफ्रेन्ट डिस्ट्रिब्युसन होइन पप ओएस भन्ने छ, अथवा तिमीले काली लिनक्स भनिरहेको थियो अहिले हाम्रो उसले होइन, त्यो काली लिनक्स भन्ने छ हो। त्यो काली लिनक्स त्यो पप ओएस त्यो सबै भनेको चाहिँ खास लिनक्स ओएसको चाहिँ एउटा डिस्ट्रिब्युसन हो। तिनीहरू आफैमा ओएस होइन, तर त्यो चाहिँ के हो भन्दाखेरि लिनक्समा आधारित भएर बनाएको डिफ्रेन्ट फेभरहरू हो, डिस्ट्रिब्युसनहरू हो, तिमीहरूलाई चाहिँ युज गर्न दिएको होइन। जस्तै हिरोको पनि त ब्रान्ड छ नि त, हिरो भनेर एउटा ब्रान्ड हो, तिनीहरूले डिफ्रेन्ट तिमीहरूलाई बाइक त दिइरह नि त होइन, भेराइटीहरूको हो भनेपछि अब त्यो के तिनीहरू डिफ्रेन्ट बनाएर दिए पनि त तिनीहरू डिफ्रेन्टै हो भन्न मिल्दैन नि, तिनीहरू त हिरो हो नि त तिनीहरू
होइन, अथवा बजाज त बजाज हो नि त। हो त्यस्तै गरी लिनक्सै हो, तर तिनीहरू चाहिँ तिम्रो डिफ्रेन्ट टाइप्सहरू। तिम्रो विन्डोमा त्यस्तो विन्डोमा पनि तिम्रो भर्जनहरू दिइरहेको त, विन्डोको 11 भर्जनहरू होइन, तर त्यहाँ चाहिँ त्यति धेरै फ्रिडम हुँदैन क्या। तिम्रो विन्डोको चाहिँ इकोसिस्टममा बाँधेर बस्नै पर्छ। तर लिनक्स चाहिँ फ्रिडमै हुन्छ, तिमीले आफ्नो अनुसार चाहिँ कस्टमाइज गर्न मिल्छ लिनक्सलाई है। अब लिनक्सको चाहिँ तिमीले झट्ट हेर्दाखेरि, अब यहाँ पनि मैले तिमीलाई देखाउँछु एउटा कुरा चाहिँ, लिनक्समा दुईवटा टाइप हुन्छ क्या मेनली। अब अरू पनि हुन्छ, हुन चाहिँ म त्यहाँ देखाउँछु। तिम्रो डेबियन बेस्ड र रेड ह्याट बेस्ड भन्ने हुन्छ क्या लिनक्समा चाहिँ। मैले जुन भनिरहेको थिएँ नि फ्लेभरहरू हुन्छ, जस्तै उबन्टु यो भनेको, त्यो उबन्टु, त्यो कालिन लिनक्स, त्यो सबै कुरा पनि खास यो दुइटामा चाहिँ डिपेन्ड हुन्छ क्या। जस्तै डेबियन बेस्ड भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ, त्यो उबन्टुहरू छ नि जुन, त्यो चाहिँ डेबियन बेस्ड हो होइन। त्यसमा चाहिँ जस्तै तिमीले पाइथनको कोडहरू रन गर्न के गर्थ्यौ, पिआइपी भन्ने हुन्छ नि एउटा पाइथनको कोड भन्दा नि, पाइथनको कुनै पनि प्याकेजहरू युज गर्नु पऱ्यो नि पिआइपी लेखेर तिमीले युज गर्छौ। हो त्यस्तै गरी लिनक्समा पनि तिमीलाई डिफ्रेन्ट प्याकेजहरू चाहिँ हुन्छ नि त। त्यो प्याकेजहरू चाहिँ आफ्नो सिस्टममा युज गर्न मन छ भने चाहिँ तिमीले डेबियन र रेड ह्याट बेस्ड डिफ्रेन्ट टाइप हुन्छ क्या प्याकेजको। जस्तै डेबियन युज गर्यो भने चाहिँ यो एपिटी भन्ने हुन्छ, पिआइपी जस्तै एपिटी भन्ने हुन्छ। एपिटी चाहिँ डेबियनको लागि भयो। त्यसले अहिले म सिस्टममा केही कुरा हालेर देखाउँछु, त्यो बेला देखाउँला, अहिले यतिकै थ्योरिकल बुझिराख। अनि रेड ह्याटको लागि चाहिँ डिएनएफ भन्ने हुन्छ। भनेको सिम्पल, तिमीले पिआइपी इन्स्टल के प्याकेज गर्थ्यौ पाइथनमा भने, यहाँ तिमीले अब लिनक्स तिमीले आफ्नो सिस्टममा हालेछौ भने चाहिँ तिमीले डेबियन बेस्ड लिनक्स हालेछौ, उबन्टु हालेछौ भने चाहिँ तिमीले त्यो सिस्टममा केही कुरा हाल्नु पऱ्यो भने चाहिँ एपिटी इन्स्टल गर्छौ क्या। त्यो डिएनएफ लेखेर चल्दैन त्यो। तिमीले रेड ह्याटवाला के हाल्यौ, जस्तै रकी लिनक्स भन्ने हुन्छ रेड ह्याटको एउटा डिस्ट्रिब्युसन होइन। तिमीले सिस्टममा रकी लिनक्स भन्ने हालेछौ भने चाहिँ तिमीले डिएनएफ लेखेरै रन गर्नुपर्छ, इन्स्टल गर्नुपर्छ केही कुराहरू प्याकेजहरू, अथवा आरपिएम लेखेर गर्नुपर्छ है। भनेपछि यो बुझ्नु जरुरी छ, तिमीले कस्तो सिस्टम हालिरहेको छौ त आफ्नो सिस्टममा। तिमीले उबन्टु हालिरहेको छौ भने दिमागमा बुझिहाल्नु पऱ्यो कि ए उबन्टु त डेबियन हो भनेपछि यहाँ चाहिँ मैले केही कुरा हाल्नु पऱ्यो भने एपिटी युज गर्नुपर्छ प्याकेज म्यानेजर। मैले रकी लिनक्सहरू हालिरहेको छु भने मैले बुझिहाल्नु पऱ्यो कि त्यो रेड ह्याट हो, फेडोराहरू हालिरहेको छ भने त्यो रेड ह्याट हो, त्यहाँ चाहिँ मैले डिएनएफै युज गर्नुपर्छ है। अहिले म तिमीहरूलाई उबन्टु युज गरेर देखाउँछु, यहाँ तिमीहरूले पनि युज गर्छु कसरी गर्ने भनेर है। अनि टिपिकल स्ट्रेन्थ भनेर चाहिँ के हो भने, तिमीहरूले भर्खर लिनक्स सिक्दैछौ भने चाहिँ तिमीहरूले कस्तो लिनक्स हाल्ने भन्दाखेरि डेबियन बेस्ड है। भनेको उबन्टुहरू जस्तै यहाँ गएर तिमीले हेऱ्यौ भने डेबियन बेस्ड लिनक्स भनेर हाल्यो होइन। यो चाहिँ यहाँ गएर हेऱ्यो भने यहाँ हेर्दै उबन्टु छ, लिनक्स मिन्ट छ, एमएक्स लिनक्स छ, काली लिनक्स छ। हो यो भनेको चाहिँ के रहेछ त, डेबियन बेस्ड रहेछ है। तिमीले लिनक्स मान्छेले लिनक्स सिक्ने भन्दा नि लिनक्स हाल्नु भनेको लिनक्स हाल्ने होइन क्या, लिनक्सको चाहिँ डिस्ट्रोहरू हाल्नु हो, डिस्ट्रिब्युसनहरू हाल्ने हो, उबन्टु हाल्ने हो कि लिनक्स लिमिट हाल्ने हो कि त्यो तिम्रो इच्छा हो होइन। अब तिमीले अलिकति तिमी चाहिँ पछि गएर होइन अब अलिकति सर्भरतिर जाउँ, अलिकति चाहिँ एडभान्स इन्टरप्राइज लेभल जाउँ भन्यो भने चाहिँ रेड ह्याटवाला डिस्ट्रोहरू चाहिँ तिमीले सिक्न सक्छौ, के अरे युज गर्न सक्छौ। कमान्डहरू लगभग सेमै हुन्छ, सिम्पल। त्यहाँ फरक भनेको चाहिँ त्यहाँ डेबियनमा एपिटी भन्ने वर्ड धेरै युज भइरहेको हुन्छ, रेड ह्याटमा डिएनएफ अथवा आरपिएम है। अब रेड ह्याट लिनक्सको मैले डिस्ट्रो तिमीलाई देखाएँ भने डिस्ट्रिब्युसनको यहाँ हेर के हुन्छ है। रकी लिनक्स भन्ने हुन्छ एउटा, अनि अरू फेडोरा भयो, अनि सेन्टोयास भन्ने हुन्छ होइन। हो यो कुराहरू तिमीले हालेर चाहिँ युज गर्न मिल्छ है। आज चाहिँ हामी हेर्छौँ डेबियनवाला, डेबियन बेस्ड सिस्टम हेर्छौँ, त्यो चाहिँ उबन्टु है। ल अब डिफरेन्स हुन्छ यिनीहरू, हजुर मेन डिफरेन्स चाहिँ के हुन्छ? मेन डिफरेन्स भनेको यो हेर, ठ्याक्कै मैले भने नि, तिमीले यदि सिम्पल आफ्नो डेस्कटपमा जुन अहिले जस्तै विन्डो चलाइरहेको छौ नि, त्यो विन्डो चलाइरहेको जसरी नै सिम्पल आफ्नो डेली कामको लागि फाइलहरू यताउति गर्न, अनि अहिले जे गरिरहेको छौ कोडहरू लेख्न यताउति गर्नकै लागि मात्र युज गर्नु छ भने चाहिँ डेबियन युज गर नर्मल्ली अहिलेलाई, जेनेरल कामहरूको लागि डेबियनै युज भयो होइन। त्यो अनि अब तिमीले चाहिँ होइन पछि गएर तिमीलाई सर्भर रिलेटेड कामहरू गर्नु पऱ्यो, आफ्नै यो ल्यापटपमा चाहिँ पुरा नेटवर्किङहरू, आफ्नै एउटा सर्भर बनाउनु पऱ्यो, डेटा सेन्टरमा काम गर्नु पऱ्यो भने चाहिँ त्यो डेटा सेन्टरको जुन सर्भर हुन्छ नि त्यसमा चाहिँ रेड ह्याट हुन्छ क्या सिस्टम, बुझ्यो नि। तिम्रोमा अहिले विन्डो सिस्टम छ भने तिमीले विन्डो चलाइरहेको छौ नि त, तिमीले गएर अरू कसैको कम्पनीमा काम गर्न गयौ, त्यहाँको डेटा सेन्टर अथवा त्यहाँको तिम्रो सिस्टममा चाहिँ डेबियन बेस्ड लिनक्स छ भने तिमीले त अब त्यही डेबियन सिक्नु पऱ्यो, जान्नु पऱ्यो नि तिमीलाई त होइन। अब उनीहरूको सर्भरमा रेड ह्याट छ भने रेड ह्याट जान्नु पऱ्यो, फेरि थाहा चाहिँ ट्याक्कै त्यो डिस्ट्रिब्युसन गरिदिएको छ क्या। त्यही भएर तिमीहरूलाई चाहिँ तिमीले उबन्टु युज गरिरहेको छौ भने तिमीलाई थाहा हुनु पऱ्यो कि ए यो त डेबियन बेस्ड हो भनेपछि यसको मेन भनेको यसमा युज हुने एपिटी फर्मेट हो,
अनि यो भनेको मेनली युज हुने भनेको जेनेरल सर्भरहरूको कामको लागि हो, अनि डेस्कटपको लागि भनेपछि त्यही भइहाल्यो। भनेपछि अब मलाई तिमी गएर पछि गएर इन्टरप्राइज लेभलमा गयो भने त्यहाँ तिमीले रेड ह्याट भन्दा नि रकी लिनक्स दियो भने चिन्नु पऱ्यो कि रकी लिनक्स त रेड ह्याट हो भनेपछि त्यहाँ मैले डिएनएफ भन्ने युज गर्नुपर्छ, अनि त्यो चाहिँ मेनली सर्भरको लागि युज भएको छ भनेर होइन। भनेपछि आफ्नो काम छ, तिमीलाई चाहिँ के युज गरिरहेको छौ भन्ने कुरा मात्र हो क्या। त्यसलाई फ्रिडम दिएको छ हेर ल। तिमीले जे पनि आज मलाई डेबियन युज गर्न मन लाग्यो उबन्टु मैले युज गरेँ, बेलुका मलाई म आज अर्कै ओएस युज गर्छु भनेर मैले रकी हाल्न पायो क्या इजिली। तिमीलाई न पे गर्नु पऱ्यो न केही गर्नु पऱ्यो, मजाले एउटा पेन ड्राइभ हुनु पऱ्यो तिमीसँग। अब अहिले चाहिँ पेन ड्राइभ बिना पनि म देखाउँछु। त्यो पेन ड्राइभलाई तिमीले बुट गर्नुपर्छ, अनि त्यो पेन ड्राइभलाई बुट गरेर सिम्पल आफ्नो जस्तै तिमीले कम्प्युटर भर्खर तिमीले किन्न जाँदाखेरि याद गरायो होला, उनीहरूले तिमीलाई त्यो पेन ड्राइभमा टक्क हालेर अनि त्यसले बुट गरेर दिन्छ क्या तिमीलाई त्यो, अनि विन्डोज तिम्रो सिस्टममा आउने हो खास। त्यस्तै गरी विन्डोलाई तिमीले सिस्टममा बुट गरे जस्तै लिनक्सलाई बुट गर्ने हो सिम्पल। तर अब विन्डोलाई बुट गर्न चाहिँ तिमीले पे गरेर त्यो बुटेबल फाइल लिनुपर्छ, जुन जसलाई चाहिँ आइएसओ नै भन्छ जहाँसम्म लाग्छ मलाई है। त्यस्तो खालको डट फाइल हुन्छ एउटा, त्यो फाइललाई चाहिँ तिमीले लिएर अनि किनेर अथवा कोहीसँग छ भने त्यहाँबाट लिएर अथवा आफूले क्र्याक तानेर गर्नुपर्छ। लिनक्सको लागि चाहिँ डाइरेक्टली तिमीले जस्तै मलाई रकी लिनक्स हाल्न मन लाग्यो होइन, रकी भन्दा नि उबन्टु हाल्न मन लाग्यो भने त्यसै तिमी गएर उबन्टु डाउनलोड लेख न, अफिसियल साइटमै गएर तिमीले अफिसियल साइटमै गएर रियलवाला जुन उबन्टु हो नि त्यही तिमीले डाउनलोड गरेर आफ्नो सिस्टममा हाल्न पायो क्या, अपरेटिङ सिस्टम चलाउन पायो है। ल अब मेरो ल्यापटपमा फ्री खास होइन लिनक्स पुरै फ्री फ्री हुन्छ छ, होइन। पुरै फ्री छ, डट कम पुरै चाहिँ फ्री। किन राखेको, डट ओआरजी राख्नुपर्ने, के चाहिँ डट कम चाहिँ किन लिग्या, डट ओआरजी लेख्नु पर्थ्यो नि, केमा नन यिनीहरूमा प्रफिट भनेको अर्गनाइजेसन। ए यस्तो हो नि त तिम्रो तिमीलाई के लाग्छ कुनै पनि ओपन जुनै नि फ्री भनिने कुराहरू त्यो साँच्चै त्यो फ्री नै हुन्छ होला त? सोच त, तिनीहरूले तिमीबाट कुनै पनि कुराहरूबाट तिमीले फ्री वर्ड आउने बित्तिकै त्यहाँ फ्री त्यो 100% हुँदैन क्या। त्यो तिमीले जहिले नि प्रिमियम रियल लाइफमा पनि त्यही हो क्या। त्यो केही न केही तिम्रो डेटा हुन्छ कि अरू के हुन्छ, तर यसले चाहिँ त्यो डेटाको पर्सपेक्टिभबाट होइन है। किनभने यसले चाहिँ मेन किन डट कम गरिरहेको छ भन्दाखेरि तिमीले गिटअपमा गएर हेऱ्यौ भने लिनक्सको स्पेसिफिक तिमीले रेड ह्याट लिनक्स चाहिँ युज गर्न खोज्यौ भने चाहिँ तिम्रो त्यसमा चाहिँ दुईवटा एडिसन हुन्छ क्या, एउटा कम्युनिटी एडिसन छ होइन इन्टरप्राइज भन्ने, अनि एउटा चाहिँ नर्मली तिमीले पेडवाला हुन्छ क्या त्यो रेड ह्याट चाहिँ। फेरि यहाँ हेर ल, हो त्यसको कारण हेर अब लिनक्स भित्रको हो नि त रेड ह्याट पनि, तिमीले लिनक्सलाई नै ड्याममै त्यो नन प्रफिटै भनेर हालिदिइसकेपछि त उनीहरूले त त्यहाँबाट त पैसा यताउति भन्ने कुरा त राख्न पाइएन, त्यो डिस्ट्रिब्युसन हो तिनीहरूको होइन। त्यही भएर रेड ह्याटमा तिमीले गएर हेऱ्यौ भने अनि यिनीहरूले कसरी सर्भाइभ गर्ने भन्ने कुरा हुन्छ नि त, किनभने यत्रो कम्युनिटी बनाएर बसेको छ। डोनेसन चाहिँ लिन्छ यिनीहरूले होइन, ठ्याक्कै त्यही अनुसार। जस्तै रेड ह्याटमा तिमीले गयो भने यहाँ गएर तिमीले रेड ह्याट हाल्न खोज्यौ भने चाहिँ यहाँ हेर त मुनिपट्टि देखिरहेको छु हाउ टु बाई भनेर एउटा देखिरहेछ है। हो यो हाउ टु बाई तिनीहरूले सर्भरहरूमा चाहिँ पैसा तिराउँछ, सर्भरहरूमा मतलब ठुलो सर्भरहरू हुन्छ नि डेटा सेन्टरहरू, त्यस्तोमा चाहिँ पैसा यस्तो तिराएर त्यो ठुल्ठुलो डेटा सेन्टरहरूमा त यस्तो हो नि त। त्यो भनेको त यिनीहरूले पैसा लिने भन्दा पनि तिम्रो त्यो डेटा सेन्टरहरूले तिमीले जहाँबाट चाहिँ त्यो सर्भर किनिरहेको हुन्छौ जुन प्रोभाइडर हुन्छ होइन, उनीहरूको डिफल्ट त्यो सिस्टममा चाहिँ उनीहरूले लिनक्स नै राखेको हुन्छ, उनीहरूले सेटअप गर्ने हो त्यो सिम्पल लिनक्स बेस्ड होइन। त्यो यिनीहरूले लिने भन्ने हुँदैन क्या, त्यो उनीहरूले सेटअपै हुन्छ सर्भरमा, सर्भरको चाहिँ पैसा तिमीहरूसँग उठाउने हो। लिनक्स भनेको एउटा ओएस मात्र हो, त्यो भिएसको लागि उनीहरूले आफै सेटअप गरेको हुन्छ। तिमीले नर्मल्ली आफ्नो सिस्टममा लिनक्स हाले जस्तो त हो नि, तिमीसँग पैसा मागिरहेको त लिनक्सले होइन नि त। भनेपछि उनीहरूले आफ्नो सर्भरमा लिनक्स युज गर्न पाइयो नि, तर सर्भर चाहिँ तिमीले युज गर्न खोज्यौ उनीहरूको भने तिमीले चाहिँ त्यो सर्भरको चाहिँ पैसा दिनु पऱ्यो क्या मेन भनेको होइन। तर अब तिमीले जस्तै रेड ह्याटवाला चाहिँ छ भने तिर्नुपर्छ उनीहरूले पनि, जस्तै तिम्रो उबन्टुवालालाई चाहिँ फ्री नै दिइरहेको हुन्छ युज गर्न सर्भरमा पनि है। त्यही भएर चाहिँ खास त्यो डिफर भएको है। म यो पनि तिमीलाई रेड ह्याट पनि युज गर्न मन छ भने चाहिँ तिमीले कम्युनिटी एडिसन भन्ने हुन्छ, त्यो चाहिँ तिमीलाई दिन्छ क्या युज गर्न फ्रीमा, त्यो युज गर्न मिल्छ। भन न, यो ओपन सोर्स त ओपन सोर्स नै हो नि? ओपन सोर्स हो है। तिमीहरूले भिएलसी सुनेको छौ नि होइन? हजुर हजुर हो, भिएलसी फायरफक्स युज गरेको छौ नि होइन? तिमीलाई थाहा छैन होला, फायरफक्स पनि ओपन सोर्स हो क्या। अनि भिएलसीको झन् त्यति नाम आएको थियो अस्ति नै होइन, उनीहरूले अहिलेसम्म ओपन सोर्स नै राखेर कति चाहिँ प्रोफिट खायो भनेर आइरहेको थियो नि, याद गरेको थियो कमायो भनेर।
होइन ओपन सोर्स राखेर पनि भनेपछि त्यहाँ डिफ्रेन्ट हुन्छ क्या उनीहरूको, किनभने कमाउने आफ्नो पाटो पनि हुन्छ। उनीहरूले ओपन सोर्स भन्ने बित्तिकै त पुरै नै फ्री भन्ने युज गर्न त फ्री दिएको हो, तर त्यहाँभित्र पनि त उनीहरूको अरूसँग स्पोन्सर होला के होला, अथवा धेरै हुन्छ नि त कुराहरू, त्यहाँबाट पनि लिएर हुन्छ है। तर ओपन सोर्स भनेको चाहिँ तिमीहरूलाई हाम्रो लागि चाहिँ मेन भनेको चाहिँ म के भन्छु भने चाहिँ तिमीहरू एक लेभलमा पुगिसकेपछि सकेसम्म ओपन सोर्सलाई चाहिँ प्राथमिकता दिनुपर्छ क्या। जहिले पनि यो एउटा के हुन्छ नि, फर्स्ट भन्ने हुन्छ है, एफओएसएस नै हो कि एफओएसएस हो, एफएसएस नै हो है, एफओएसएस यही हो, फ्री एन्ड ओपन सोर्स सफ्टवेयर भन्ने कन्सेप्ट हुन्छ क्या फर्स्ट भनेको चाहिँ है। फ्री एन्ड ओपन सोर्स सफ्टवेयर भनेको चाहिँ तिम्रो सबै यो तिम्रो जुन यो लिनक्स छ, जुन तिम्रो त्यो मैले फायरफक्स भने भिएलसी भने त्यो सबै चाहिँ यसकै अन्डरमा चाहिँ लाइसेन्स भएर बसेको हुन्छ क्या। किनभने ओपन सोर्स भन्नेमा सबै खुल्ला भयो भने त्यो पनि त फेरि काम भएन नि त। भनेपछि यिनीहरूसँग चाहिँ बसेर लाइसेन्समा बसिरहेको हुन्छ, यिनीहरूको अन्डरमा बसिरहेको हुन्छ, एउटा यो चाहिँ एउटा लाइसेन्सको राइटको हो है। भनेपछि अब यो फ्री एन्ड ओपन सोर्स सफ्टवेयरहरू चाहिँ तिमीले यहाँ गएर हेऱ्यौ भने के छ फ्री एन्ड ओपन सोर्स सफ्टवेयर सबै तिमीले यहाँ चाहिँ पाउँछौ, सबै नै है। सकेसम्म चाहिँ तिमीहरूले युज गर्दाखेरि चाहिँ यो युज गर्यो भने चाहिँ के फाइदा हुन्छ भने तिमीले पे गर्नु परेन, तिम्रो सेक्युरिटीको प्रब्लम हुँदैन, तिमीले आफ्नो केही पनि कुराहरू चाहिँ मन लागेन मलाई केही चेन्जेसहरू गर्नु पऱ्यो भने फ्रिडम पाइन्छ होइन। तिमीलाई कोड अलिअलि आउँछ भने तिमीहरूको कोड तानेर तिमीले युज गर्न पाउँछौ। अनि यो भनेको चाहिँ तिमीहरूलाई फ्रीमा कसैलाई एउटा फ्रिडम दिइरहेको छ काम गर्नको लागि भने वाइ नट डु कन्ट्रिब्युट हियर होइन, यिनीहरूलाई किन अगाडि नबढाउने भनेर चाहिँ खास यो फर्स्टको कन्सेप्ट चाहिँ तिमीले नेपालमा पनि डिफ्रेन्ट गिटअपको राखिरहेको हुन्छ क्या, कम्युनिटीहरू बनाएको हुन्छ। तिमीले फेसबुकमा गएर हेऱ्यो भने गिटअपको अथवा यो फर्स्टको धेरै कम्युनिटीहरू बनाएको छ, त्यहाँ चाहिँ यिनीहरूले चाहिँ यस्तै कुराहरूलाई चाहिँ अगाडि बढाइरहेको हुन्छ है। सिम्पल जोस् अहिले धेरै नभड्क्यौँ, मलाई देखाउँछु के हो होइन। अब अहिले चाहिँ हाम्रो मेन बुझिराख कि लिनक्स भनेको ओएस रहेछ ओपन सोर्स, कर्नेल भनेको त्यही कर्नेलमा बसेर लिनक्स बनाएर छ, कर्नेल भनेको एउटा ओएस भन्दा माथि बसेको एउटा टपमा बसेको हुँदो रहेछ। अब कर्नेल जो सबै सिस्टमको हुँदो रहेछ, अपरेटिङ सिस्टमको, तिम्रो विन्डोको पनि म्याक ओएसको नि सबैको लागि आफ्नै बनाउनु पर्ने रहेछ होइन। अब तिम्रो कर्नेल यही लिनक्समा पनि डिफ्रेन्ट डिस्ट्रिब्युसनहरू छ, तिम्रो टाइप्सहरू छ। त्यसमध्येमा डेबियन र रेड फ्ल्याग भन्ने चाहिँ एउटा फेमिली हो, ठुलो हो। त्यो फेमिलीभित्र डेबियन फेमिलीभित्र छ उबन्टुहरू, रेड ह्याटभित्र छ लकी लिनक्स, अरू कुराहरू जुन चाहिँ इन्टरप्राइज डेटाबेस सेन्टरको लागि युज हुन्छ। डेबियन चाहिँ मेनली डेस्कटप लर्निङ जेनरल सर्भरहरूको लागि हुन्छ है, यति बुझिराख। अनि मेन अर्को फाइदा भनेको चाहिँ अनि यो रिलिज स्टाइल पनि थाहा भइराख्यो नि हुन्छ क्या। जस्तै के हुन्छ नि, उबन्टु चाहिँ नर्मल्ली तिम्रो 6 मन्थमा होइन चाहिँ नर्मल्ली आइरहेको हुन्छ, दुईवटा भर्जन आउँछ क्या। एउटा चाहिँ लङ टर्म सपोर्टको लागि आइरहेको हुन्छ, त्यो चाहिँ नर्मल्ली तिम्रो 2 इयरमा चाहिँ चेन्जेसहरू भइरहेको हुन्छ नि। नर्मली एउटा अर्को हुन्छ त्यो चाहिँ 6 मन्थमा भइरहेको हुन्छ है। अब रेड ह्याट चाहिँ नर्मली लङ टर्म केही लागि हुन्छ, यो चाहिँ चेन्जेस भइराख्दैन अफन है। भनेपछि तिमीले उबन्टु युज गरिरहेको छौ भने चाहिँ बेला बेला तिमीले चाहिँ चेक गर्नु पर्यो कि नयाँ भर्जन आएको छ कि छैन, यसो युज गर्न छ भने नयाँ भर्जन है। रेड ह्याट छ भने चाहिँ रेड ह्याटले चाहिँ प्रायः यो इन्टरप्राइज लेभलको भएर यिनीहरूले झ्याप्पै चेन्ज गर्छ क्या, ऱ्यान्डमली चेन्ज गरिरहेको हुँदैन है। ल अब हामी कसरी चलाउने त विन्डोमा, मैले अहिले त भने लिनक्स चलाउनको लागि पेन ड्राइभ चाहियो, पेन ड्राइभमा बुट गर्नु पर्यो, बुट गरेर टक्क जोड्नु पर्यो अनि चलाउनु पर्छ भनेको थिएँ। अब विन्डोमै चलाउनु पर्ने छ आज हामीलाई त भने चाहिँ तिमीहरूको हरेकको ल्यापटपमा तिमीले सर्च गरेर अहिलेसम्म थाहा छैन होला डब्लुएसएल भन्ने कुरा हुन्छ क्या। यदि छैन भने म डाउनलोड गर्न सिकाउँछु, हेर त डब्लुएसएल भनेर। मलाई सबैले भन त माइक खोलेरै छ छैन, म सिकाइहाल्छु नभए डाउनलोड गर्न। छैन सर छैन। हो ल, कसैको छैन कसैको छ ल, मलाई फटाफट भनौँ ल। अब बोलौँ है आज त सबैले, नबोल्ने नि बोलौँ किनभने आज छ मेरोमा त। भेरी गुड। अरूले भनौँ को छन्, अब मैले हेर्न मिल्दैन को छन्, भनौँ है भनौँ आज चाहिँ। उबन्टु रहेछ। उयो डब्लुएसएल भित्र उबन्टु नै हुन्छ, म त्यही भएर उबन्टु सिकाउँछु भनेको है आज। ल भनेपछि जसकोमा छैन है उसले चाहिँ सिम्पल केही गर्नु परेन, मैले तिमीलाई देखाइहाल्थेँ। ल यहाँ यसको प्रोसेस फलो गर, अब मैले त गरिसकेको छु भएर केही छैन है। पावर सेल खोल है, पावर सेल खोल, सिम्पल यो रन एज एडमिनिस्ट्रेटर भनेर है। खोले सबैले, खोलिसकेपछि सिम्पल केही गर्नु परेन, यास गर अनि यास गरेर एउटा डब्लुएसएल अनि हाइफन इन्स्टल भनेर लेख, डब्लुएसएल हाइफन इन्स्टल। ल यति गरेर इन्टर गर त सबैले। अनि यति गरिसकेपछि तिमीलाई त्यहाँ जहाँसम्म लाग्छ युजर नेम माग्छ, आफ्नो युजर नेम देऊ, अनि पासवर्ड पनि न्यू पासवर्ड राख भन्छ। एउटा नर्मल इजी पासवर्ड राख न, अहिले
होइन तिमीहरूलाई यसो अहिले यहाँ काम गर्दाखेरि चाहिँ पासवर्डको लागि चाहिँ है त्यो पासवर्ड र युजर नेम माग्छ दिऊ दिऊ है त यति गरिसकेपछि ल भन त भइरहेछ भन है भन यस सर हो यो गर ल यो गरिसकेपछि अनि म टक्क हामी त्यसपछि चाहिँ अब हाम्रो ह्यान्ड्स अनै हुन्छ कमान्डै लेखेर काम सुरु गर्छौँ हामी त्यो सक्यो सबैले भएपछि भयो भनौँ है WSL मा के गर्ने यति गर्यो सबैले डब्लुएसएल सबैकोमा आयो सर हाम्रो कहिले भोलि भएकोलाई गर्नु परेन न भएकोले परेन ल भएकोले नि गर किनभने तिमीहरूको पुरानो भर्जन हुनसक्छ त्यो नयाँ भर्जन आफैले अपडेट मेरोमा गरिदिन्छ सर त्यो मैले त्यो खोलेर अनि एकचोटि इन्टरनेट दबाएको थिएँ डाउनलोडिङ भनेर अनि डाउनलोडिङ भन्यो अनि इन्स्टलिङ पनि भइसक्यो 2.7.10 अब ठिक छ ल हुन दिउ भइसकेपछि तिमीलाई त्यहाँ भइसक्यो। युजर भयो भयो त्यहाँपछि केही पनि मागेन होला यहाँ चाहिँ होइन यहाँ चाहिँ केही पनि मागेन होला केही पनि मागेको छैन अहिलेसम्म त हो ल यहाँ त्यो सब भइसकेपछि मुनिबाट तिम्रो नर्मली यति मात्र देखायो यो केही पनि नभएर यति मात्र त्यहाँको भयो सक्यो होइन कम्प्लिटेड भन्यो होला नि इमेज भर्जनमा के भन्दैछ त्यो थियोस् कम्प्लिट भनेर सकायो नि त केही छैन नि अब हजुर। तिमीले लेख्न मिल्छ नि होइन यतिकै नर्मल्ली हजुर मिल्छ ए मिलेन ल अहिलेसम्म। भयो ल भयो भयो ल काटिदिएको अब यसलाई नो प्रब्लम भइसकेपछि काटिदियो है अब डब्लुएसएल सर्च गरेर त यदि कसैकोमा आएन भने एकचोटि अफ गरेर अब कम्प्युटर यदि किनभने त्यो लोड नहुन सक्छ तर आउनु पर्ने हो हेर त अब चाहिँ डब्लुएसएल लेखेर आयो डब्लुएसएल पहिलेदेखि नै थियो अरूले भन न अरूले सुरु गर्नुपर्छ फेरि कमान्ड भोलि पनि गर्छु गर्न चाहिँ तर भनौँ त भयो कि भएन भयो सर भयो ए भयो है अरूले पनि भन डब्लुएसएल देखायो अब मजाले अहिले त सर खुल्नै छोड्यो त हजुर अहिले त खुल्नै छोड्यो त गायब भयो खुल्न छोड्यो हजुर खुल्न त त्यसो छोड्दैन नि तिम्रो एकचोटि फेरि त्यो डब्लुएसएल हाइफेन इन्स्टल गर ल त्यो त्यदि तिम्रो खुल्न छोड्यो भने त्यो पुरानो भर्जन पनि डाउनलोड भयो होला तिमीले नभए रिस्टार्ट गरेर नि आउ त्यसरी भएन नभए खुल्छ है सबैको खुल्यो सबैको ल सबैले खोल त ल सबैले खोल है सर म रिसार्ट गरेर आउँछु है ए ल ओके 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 म एकछिन बस्नु ल खोल्यो सबैले को छन् आज हेर्नु त DSL इन्स्टल भन्ने इन्स्टल गर्ने फेरि त्यो खुलेन ए के देखायो तिमीहरूकोमा त नखुल्दाखेरि त्यो सब इन्स्टल डाउनलोड इन्स्टल भन्दा त्यसपछि लास्टमा गायब भयो आफै के गर्ने बित्ता आफै गायब भइरहेको छ फेरि ए डब्लुएसएल त खुल्यो नि खोल्दाखेरि भन्यो कि त्यसलाई भन्यो त्यही खुल्यो त्यसपछि इन्स्टल भइसकेपछि लास्ट प्रोसेसमा आफै बन्द भयो ए होइन डब्लुएसएल भित्र तिमीले त्यो अहिलेको कमान्ड लेखा हो र होइन होइन पावर सेललाई लेखा होइन र त्यो WSL थियो हो पहिला नै पहिल्यै थियो ए अहिले तिमीले त्यो खोल्दाखेरि सिधै डाइरेक्टली यस्तो देखाउनु पर्ने तिमीले देखाएन अह मलाई हाम्रो स्क्रिनसट पठाउँछ ल यहीँसम्म पठाए च्याटमा पठाए नि हुन्छ नभए हाम्रो उमा पठाउन न डिस्कर्डमा स्क्रिनसट ल स्क्रिनसट हान्न मिल्ने जस्तो नि छैन त्यो WSL क्लिक गरे बित्तै ट्याप्पै हुँदै त्यस्तो गरेर ए त्यो भनेपछि तिमीले पावर सेललाई इन्स्टल फेरि गर एकचोटि त्यो फुल डाउनलोड नभएको एकचोटि फेरि गर फेरि डब्लुएसएल हाइफाई इन्स्टल गर हाम्रो भयो तपाईँकोमा टाइगर ल ठिक छ नभए ल यति गरेर नभए जसको भएन नि मलाई एकचोटि त्यहाँ पनि भनौँ ल नभए चाहिँ केही भएन को ओपन भयो त्यति भन त मलाई पहिला को चाहिँ ओपन भयो ओपन हुनेले चाहिँ भन त सुबोधको भयो छ के भनिरहेछ ए ओके 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 सुबोधको मैले फेरि एकचोटि लोड भएर देखाइरहेछ फेरि रिपोर्ट गर्ने त्यसपछि इन्स्टल गरेपछि
सुबोधमा के भन्यो भन्दाखेरि अदर यु क्यान तिम्रोमा लिनक्स त्यो डाउनलोड नभएर हो ल तिमीहरूको जसमा गायब भइरह नि त्यो भनेको चाहिँ तिम्रो पुरै डाउनलोड नभएर हो के यसरी मैले भनेको त्यो गर न सब पावर सेलमा त्यो भए पनि गर जसो छ नि उनीहरूले नि गर पावर सेलमा जाऊ अनि गरे इन्स्टल एडमिनिस्ट्रेटरमा जाऊ रन एज अनि त्यसपछि चाहिँ लेख डब्लुएसएल हाइफेन हाइफेन इन्स्टल यदि त्यसले भएन भने डब्लुएसएल डट इएक्सई अनि हाइफेन जेर गर यो सिस्टम रिबुट देखिरहेको गर भनिरहेको छ आफै। रिबुट भनेको ल ठिक छ कसरी अफ गर भनेको कम्प्युटर होइन सबैले अफ गरेर आउँदाखेरि पनि हुन्छ हुने भए चाहिँ ल यसरी कम्प्युटर अफ गरेर सबै आउनु त ल म यतै हुन्छु एकचोटि रिस्टार्ट गरेर आऊ जसरी इन्स्टल गरेर सबै रिस्टार्ट गरेर आऊ हाम्रो भोलि पनि हुन्छ क्लास भोलि मजाले कमान्ड भ्याउँछौँ आज 2-3टा कमान्ड चाहिँ हेर्छौँ हामी ल आऊ सबैले ल रिस्टार्ट गरेर आऊ त ल्यापटप सर हजुर एकचोटि त्यहाँ कमेन्ट हेर्नु त मैले एउटा कुरा पठाएको छु के पठाएको छु त्यो डब्लुएसएल खोल्दाखेरि अँ यस्तो आएको छ के खोलेर कमेन्ट हेर्नु त देखिरहेको छु ल डब्लुएसएल खोल्दाखेरि देखिरहेको छ तिम्रोमा हजुर डब्लुएसएल टू चाहिँ सपोर्ट गर्ने भएर होला यस्तो गर न नभए यसरी क्रुममा जाऊ होइन अनि क्रोम क्रुममा गएर डब्लुएसएल टू इन्स्टल लेख त त्यहाँ कमान्ड दिन्छ तिमीलाई टूको लागि छुट्टै अनि त्यो चाहिँ त्यही कुरा चाहिँ तिमीले पावर सेलमा गएर हालिदियो सिम्पल यहाँ जाऊ तिम्रो त्यो विन्डोको डब्लुएसएल डब्लुएसएल टू इन्स्टल अनि तिम्रो विन्डो कति हो विन्डो लेखे नि पुग्छ देऊ अनि यसले एउटा दिन्छ त्यो प्रायः दिने त्यही डब्लुएसएल इन्स्टलै हो तर त्यति काम गर्न भने चाहिँ त्यो मुनिको हेर त यहाँ छ नि हजुर यहाँ देखिरहेको छ ए नि यसरी यो ट्राई गर त गर्ने चाहिँ डब्लुएसएल हाइफेन इन्स्टलै हो त्यसमा नि काम गर्न भने चाहिँ यो लेख डब्लुएसएल हाइफेन सेट डिफल्ट भर्जन 2 है यो लेख त त्यो पावर सेलमा ल पावर सेलमा एडमिनिस्ट्रेटरमा कमान्ड प्रोमो गरे नि त कमान्ड प्रोम्प्ट पावर सेल सर्च गर न मेनली कमान्ड प्रोम्प्ट भन्दा नि पावर सेल नि त्यहाँ हुन्छ हरेक ल्यापटपमा हामी ठ्याक्कै यो 7सम्म सेटअप गरौँ 10 मिनट चाहिँ यो कमान्ड हेरौँ अनि भोलि हामी कम्प्लिट गर्छौँ यसलाई है त भोलि त स्टार्टिङदेखि नै सबै नै सबैको सेटअप भइहाल्छ गर्यौ यसपछि के देखाएर भन त यो गर्दाखेरि इक्वल टु हो त्यो होइन यो हाइफन हाइफन ड्यास ड्यास टाइपको हुन्छ नि हाइफन सिङ्गल 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 डबल डबल ए पख म कमान्डै तिम्रो च्याटमै पठाइदिन्छु है त मैले त बिर्सिरहेको छु मिल्छ भनेर ल यसलाई हान त कपी झ्याप्प पावर सेलमा यो तिम्रो भर्जन 2 कसैको मागेर पनि ओपन नभए होला ल यति चाहिँ भट्टाभट गरौँ त हाम्रो अरू पल्टनहरू अफ गरेर आइसक्यो कि आएन ल ठिक छ ल त ल आज इन्टर हान्दा सकिरहेछ बित्तिकै फर इन्फर्मेसन अन की डिफरेन्स विथ डब्लुएसएल टू प्लिज भिजिट द वेबसाइट लिङ्क दियो द अपरेसन गर कम्प्लिट फलो गर सक्सेसफुल्ली भनेर ठिक छ त्यो के भनेको छ त्यो फलोअप गर न त्यो तिम्रो डाउनलोड गर्नको लागि त्यसले एउटा दिन्छ होला लिङ्क यस्तो खालको अनि यहाँ जाऊ अनि यहाँ गएर तिम्रो त्यहाँ तिमीलाई सिम्पल यो दिन्छ कमान्ड जो पनि लेख्यौ ठिक छ अपरेसन कम्प्लिटेड भनेको सर भयो यसरी ओपन गर त ओपन हुन्छ हुँदैन अब चाहिँ डब्लुएसएल सर एक दिन यसो डार्क वेबको बारेमा नि यसो भनिदिनु पर्यो त डार्क वेब भोलि यो लिनक्स चाहिँ पहिला सकौँ है अब लिनक्स नै नबुझिकन अरू कुरामा अलिक नजाउँ लिनक्स पहिला सकौँ न फेरि अघि जस्तै आयो सर अझै हजुर फेरि अघि जस्तै आयो के आयो त्यो इन्टर गरेर त ब्याक हुन्छ हो इन्टर गर्दाखेरि होइन होइन त्यो कमेन्टमा पठाएको थिएँ नि मैले हजुर त्यस्तै आयो फेरि तिम्रोमा यस्तो आइरहेछ तिम्रोमा विन्डोज ठिक छ यो ब्याक गरेर न के भयो त त्यो कमान्ड पनि अफ हुन्छ तिमीले सेटिङमा गइरहेछौ त डब्लुएसएल नै थिचेको होइन तिमीले मैले भाइ सुरुमा मैले विन्डोज बटन दबाएँ होइन हजुर डब्लुएसएल टाइप गरेँ अनि सिधा इन्टर हान्ने अनि ठ्याक्कै त्यही खोल्छ त के गर्नु त्यो
नभए यस्तो गर ल, तिमीहरूकोमा त्यो त्यो कमान्डले काम गरेन भने चाहिँ अब कसैको जसको कमान्डले काम गरेछ उसले गरेछ जस्तो छ है सुबोधको चाहिँ। यो रिबुट भनेको चाहिँ त्यही हो क्या, मैले भने नि कम्प्युटर चाहिँ अफ गरेर आऊ सबैले भनेको होइन त, को कोले अघि गरेन मेरो नि? त्यही नै हो मेरो भयो। अघि यही आएको थियो सर सुरुमा होइन उसले पठाएको जस्तो नि। अँ अनि मैले अनि रिपोर्ट गरेर आएँ अँ अनि अनि त्यो मैले पठाएको छु नि कमेन्टमा त्यो आयो त्यसपछि। ए यसपछि चाहिँ यो आएको हो। त्यसपछि अँ डेभलपरमा जाऊ, डेभलपरमा जाऊ त्यसो भए। त्यो डेभलपर आइरहेछ। है म खोल्दैछु। अँ त्यसपछि डेभलपरमा जाऊ, त्यसपछि त्यो डेभलपरमा गएर त्यो अन गरिदिनु डेभलपरलाई। ए इनेबल डिबगिङ भन्ने होला हो क्या? त्यो डेभलपर भन्ने छ नि त्यहाँ, त्यो त्यसलाई इनेबल गरेर त्यसरी। इनेबल डिबगिङ कन्सोल हुन्छ विदिन हुन्छ भनेर त्यही। ओके अँ अन हान्ने। त्यही त्यही अन हान। अनि अरू त केही छैन नि त्यहाँ बटनहरू होइन त्यो अन गर्न मिल्ने। एउटा इनेबल हार्डवेयर पर्फर्मेन्स भन्ने जो अनै थियो। भयो भयो ल, भनेपछि यसरी फेरि डब्लुएसएल खोल अब। रिबुट त माग्दैन होला। गर त। यसको नाम छु अँ खोल्दै कुरा के भएन यस्तै आयो। आयो आयो खोल्यो खोल्यो। हो त्यही हो है। भनेपछि जसकोमा त्यस्तो देखाइरहेको छ नि त्यो गरिसकेपछि रिबुट भनिरहेको छ, रिस्टार्ट गरेर आइहाल्यो ढक्का भक म यहीँ हुन्छु। अनि झ्याप्प गएर त्यो डेभलपरमा गएर त्यो डेभलपरलाई चाहिँ अन गर है। मैले त यो उसको त्यो स्क्रिन नहेरिरहेको थिएँ अघि राम्ररी के देखाइरहेको छ भनेर। ल ठिक छ, त्यही डेभलपरमा हो है। यो चाहिँ किन भन्दाखेरि चाहिँ तिम्रो हामीले पर्मिसन नपाएर हो क्या यसले। हामीले चाहिँ डेभलपर त्यो कन्सोल एक्सेस गर्नु भनेर त डेभलपर एक्सेस दिनुपर्छ, त्यही भएर है। ल त्यो गर, सबैको चल्छ। हो ल, के देखायो हाम्रो उसमा, हाम्रो कसले पठाएको यो प्रजुले हो। मैले नै हो सर। आइरहेछ होइन। हजुर तिमीले यो डब्लुएसएलै खोल्या हो होइन? हजुर। ए ल, ठिक छ त्यसो भए चाहिँ। ल अरू कसो कसो भएन भनौँ त भनौँ। दुई तिनजना त रिबुट गर्न गएको छन्, भर्खर निस्केछन्, आउँछन् अब। अरू कसैको प्रब्लम भयो भनौँ है। मैले त किन कुरिरहेको छु भन्दाखेरि सबै सकेसम्म बरु एक दिन लम्बोस् नो प्रब्लम, तर सिक्ने हो क्या यो चाहिँ मजाले नै। किनभने यो भनेको बवाल कुरा हो। तिमीहरूले हुन्छ नि अब एआई भनिरहेको छौ, यताउति भनिरहेको छौ होइन, त्यसमा त मेन भनेकै अब सर्भर यताउति सबैमा युज हुने कुरा हो यो है। अनि चाहिन्छ यो, त्यही भएर चाहिँ जान्नुपर्छ। सुरु गरौँ के छ, भयो सबैको भनौँ न यार, बोलौँ यसो। अप्सनल फिचर्स पनि देखाएछ सर यसमा होइन। अँ अनि त्यहाँ गएर यसो हेरेको इनेबल जियो एप्लिकेसन अनै छ। अँ इनेबल नेस्टेड भिजुअलाइजेसन अन छ। इनेबल सेफ मोड चाहिँ अफ रहेछ। युनिभर्स सेफ मोड चाहिँ अफ रहेछ, नो प्रब्लम, त्यति छोड्यो। तिम्रो त्यो चलिसक्यो नि अब त होइन, भइहाल्यो नि। चल चल त्यहाँ तिम्रो चलाएको थाहा हुन्छ, पिडब्लुडी लेख त यसरी। ल फेरि हरा अँ फेरि हरायो। त्यो धेरै बेरसम्म तिमीले नचलाएर होला, त्यो फेरि अन ओपन गर न। अरू त कोही बोल्दैनन् त के हो। बोलौँ न, नभए म सुरु गरिहाल्छु, दुई तिनवटा कमान्डहरू चाहिँ कभर गरौँ आज, नभए त रमाइलो भयो हुँदैन फ्री। एकदम ब्लिङ गरेर गायब भयो सर। हजुर ओपन गर्दा ब्लिङ गरेर गायब हुन्छ त। तिम्रो त्यस्तै भइरहेछ फेरि। हजुर त्यो तिम्रो फेरि गर, तिम्रो त्यो एकचोटि त्यस्तो भयो हो, त्यो केही पनि हुँदैन, फेरि ओपन गर डब्लुएसएल सर्च गरेर आउँछ। त्यो डेभलपर अन गरेपछि मजाले आउँछ। नभए म तिमीलाई नभए म तिमीलाई कमान्ड दिन्छु एउटा पख, सिएमडीमा जाऊ, ओपन गर्छ होला मलाई हजुर लाग्छ। डब्लुएसएल डट इएक्सी लेख त। सिएमडी इन्टर डब्लुएसएल डट इएक्सी लेख ल। डब्लुएसएल सिएमडीमा डट इएक्सी त्यही ओपन हुन्छ डाइरेक्टली। इएक्सी डट इएक्सी ए भयो, त्यही त्यही आयो होला नि। विन्डोज नट इन्स्टल्ड डिस्ट्रिब्युसन अब अहिलेसम्म देखाइरहेको छ। मलाई एकछिन पठाऊ, केटाले के गरिरहेछन्, ल पठाउ त स्क्रिनसट पठाउ त। त्यही के भनेको छ, त्यो रिबुट गरेर आएको भने जस्तो त देखाउनु पर्ने हो, तिम्रो रिबुट नै नगरेर त होइन होला। अरूको पनि ठिक छ, चलिरहेको छ कि छैन कसैले भन्दैनन् फेरि। अहिलेसम्म इन्स्टल भइरहेको थियो अहिले फेरि नट इन्स्टल आउँछ के कुरो।
WSL has not installed lynched भयो सर भयो है के भयो तिम्रो भन त Use WXL list online to list available distribution. यस्तो गरेर ल तिमीले त्यसो भए त्यो WSL.exe हाइफन इन्स्टल अनि डिस्ट्रोको ठाउँमा चाहिँ उबन्टु लेख्थ्यो मैले भने नि अहिले डिस्ट्रो भनेको डिस्ट्रिब्युसन हो तिमीले के हाल्न खोजेको भन्ने कुरा हो है त्यहाँ उबन्टु लेख त WSL.exe हाइफन इन्स्टल अनि उबन्टु लेख .exe अनि त्यही दिइरह नि त्यही इन्स्टल त्यही जे दिइरह नि त्यो डिस्ट्रोको ठाउँमा मात्र हजुर WXL डट install अनि install WXL exe अनि हाइफन इन्स्टल अनि सिधै उबन्टु है त्यो यताउति त्यो साइन केही नदिने उबन्टु सिधै लेख्दिउँ न UBUNDU EO TU हो यु है उबन्टु अनि इन्टर हान्नु इन्टर हान्थ्यो त WXL.exe install is not recognized as an internal or external command operable program or batch file. तिमीले CMD मा गर्यौ नि त केटो पावर सेलमा एडमिनिस्ट्रेटरमा गर न पावर सेलको इन्स्टलमा गरेर कसको भएको हो भन त सुबोधको होला सुबोधको सिम्पल रिस्टार्ट गरेपछि भएको हो सुबोध खै त सुबोध बोलिरहेको छ कि छैन हेलो हेलो केटाहरूको सेटअपले टाइम लियो ल ठिक छ रातैमा नो प्रब्लम ल त्यसो भए म तिमीलाई त्यो उ गरौँला म छिट्टै तिमीहरूलाई एउटा EXE वाला दिउँला त्यो काम गर्नुपर्ने हो तिमीहरूको रिस्टार्ट पनि नभएर हुनसक्छ राम्ररी रिबुटहरू है नो प्रब्लम सिम्पल तिमीहरूलाई युज गर्न पनि यु गर्न मिल्छ ल है त ल नभए तिमीहरूको अब यो पनि युज गर्न मिल्छ तर तिम्रो सिस्टम चाहिँ फेरि लिँदैन भन्ने कुरा मात्र हो यो अनलाइन अनलाइनबाट पनि मिल्छ जसको भएको छ उसले चाहिँ मलाई सर भन त नभए म यसमै देखाइदिँदै गर्छु अनि भोलि पनि हामी त्यसरी नि फेरि रिभाइज गरेरै दुईवटा हेरिहाल्छु मैले जस्तो तिमीहरूलाई कसरी काम गर्छ चाहिँ देखाउँछु आज अनि भोलि चाहिँ फेरि सबै कमान्डहरू चाहिँ भोलि कम्प्लिट गरौँला अहिले चाहिँ हेर मजाले अनि जसले भएको छ उसलाई चाहिँ सँगसँगै गर नभएकोले चाहिँ मलाई पर्सनली डिस्कर्डमा म्यासेज गर है त आज राति सेटअप गरौँला सबैको है र मलाई कस्तो भयो त मलाई त्यो मात्र भन पहिला अब अरू त सुबोध पनि सेटअपै गर्न गएको जस्तो छ रिबुट गायब भएछ ल केही छैन है त म तिमीलाई सर आज चाहिँ म तिमीहरूलाई यही देखाउँछु के सर्च गर्ने रे अनलाइनमा चाहिँ अनलाइनमा चाहिँ सिम्पल लिनक्स पखाइ त यसमै हेर लिनक्स कमान्ड अनलाइन रनर भनेर सर्च गर त्यसरी जुन दिँदा नि हुन्छ यहाँ आउँछ तर यहाँमा तिम्रो जस्तै तिम्रो नर्मली सिस्टममा चला जस्तो चाहिँ सबै कुरा चाहिँ अलि नदेला तर सबै कुरा एक दुईवटा कुराहरू चाहिँ नहोला अरू त दिन्छ काम गर्न तर ठिक छ यसलाई अहिले केही नगर ल म अरू चाहिँ यसो हेरेर जाउँ है त जस तिमीहरूलाई मैले भन्न खोजेको चाहिँ WSL भनेको चाहिँ हामीलाई नर्मली दिएको हुन्छ है लिनक्सको लागि भनेर चाहिँ अब तिमीहरूले यहाँ जे लेख्छौ त्यही काम चाहिँ तिमीले लिनक्समा पनि लेख्न पाउँछौ है ल अब लिनक्सको स्टार्ट गरौँ नर्मल्ली है लिनक्स भनेको चाहिँ नर्मल्ली तिम्रो पुरै नै डिफ्रेन्ट ओएस हो है विन्डो भन्नु डिफ्रेन्ट हो र लिनक्स भनेर डिफ्रेन्ट हो त्यही भएर यिनीहरूको फाइल सिस्टमै फरक हुन्छ क्या जस्तै तिमीहरूले नर्मल्ली CMD अहिलेलाई हेर मात्र ल यो चाहिँ CMD लेख्छौ नि यो कसको हो त यो त विन्डोको हो नि होइन त CMD त हजुर यसमा के आउँछ हेर जहिले पनि सिडिक्सको युजर एसपी यसरी आइरहेको हुन्छ तिमीहरूको आफ्नै नाम दिइरहेको तर यो सिडिक्स भनेर आइरहेको हुन्छ जहिले पनि त्यही हो सी विन्डोजले सँगै हो त्यही आइरहेको हुन्छ नि हो भनेपछि त यो भनेको चाहिँ तिम्रो विन्डोको फाइल सिस्टम हो क्या किनभने यो चाहिँ केमा आधारित हुन्छ भन्दाखेरि तिम्रो डिस्क अनुसार हुन्छ तिमीहरूले गएर अहिले फाइल यो ओपन गर्यो भने पनि तिमीहरूले यहाँ गएर हेऱ्यो भने पनि डिस्पिसीमा डिस्कको नाम दिइरहेको हुन्छ लोकल डिस्क भनेर हो किन भनेपछि त्यो चाहिँ यसको सिस्टम हो विन्डोको है तर लिनक्समा है जस्तै म लिनक्समा जान्छु अब अहिले हेर है WSL
अब लिनक्सको चाहिँ हेरौँ है त कस्तो हुन्छ। लिनक्सको चाहिँ फाइल सिस्टमै फरक हुन्छ क्या अलिक। जस्तै मैले यहाँ गएर नर्मली तिमीले हेऱ्यौ भने यहाँ हेर त, अघि मैले यो ओपन गर्दाखेरि यहाँ सिडिक्स यताउति भनेर दिइरहेको थियो, अहिले चाहिँ यहाँ के भनेर दिइरहेको छ हेर त, यो अघि मैले यो सागर अनि यो @ यो भनेर यसरी दिइरहेको छ नि होइन, अनि यहाँ चाहिँ $साइन दिइरहेछ है। हो यो सागर भनेको चाहिँ हाम्रो जुन मैले भनेको थिएँ तिमीहरूको WSL मा लगइन गरिसकेपछि त्यहाँ तिमीलाई युजर नेम माग्छ क्या, त्यो युजर नेम तिमीले लेखेको चाहिँ युजर नेम यो हो, अनि डेस्कटप भनेको चाहिँ तिम्रो सिस्टमको नाम हो, तिमीले उबन्टु लेखेको भए उबन्टु हुन्थ्यो यहाँ है। अब मैले सिम्पल तिम्रो यहाँ गएर एलएस लेख्छु एउटा, हेर है एलएस पनि म अगाडि चाहिँ सिडी एकचोटि यहाँ जान्छु मेन रुटमा, तिमीहरूले भन्छु म सबै सिडी मात्र लेखौँ अथवा सिडी ड्यास ल अनि एलएस ल यहाँ है। हो यो हो मेन, तिम्रो मेन भनेको चाहिँ लिनक्सको फाइल सिस्टम चाहिँ यो हो क्या मेन है। तिमीहरूको विन्डोमा भनेको चाहिँ सिडिक्सको युजर अथवा डिडिक्सको केही भन्ने कुरा देखाउँछ भन्दाखेरि चाहिँ लिनक्सको चाहिँ जहिले पनि सिस्टमको फर्स्ट इनिसियल भनेको रुट भनेको यो, यसलाई चाहिँ रुट भन्छ है, सबभन्दा टपमा भएको रुट है। अब यसमा तिम्रो नर्मल्ली मैले यहाँ पनि लेखिदिएको छु, जुन तिम्रो यो स्ल्यास लेखाएको छु नि मैले भर्खर तिमीले याद गरिनौ CD स्ल्यास लेखाएको थिएँ भर्खर, गरेपछि मात्र तिम्रो अनि मैले एलएस गर्दाखेरि यो आइरहेको थियो है। यो सिडी भनेको चाहिँ के हो भन्दाखेरि चेन्ज डिरेक्टरी भनेको हो क्या, तिमीले त्यो लेख है साइटमा कसैले चलाउनु भएन नि लेख बरु, सिडी भनेको चेन्ज डिरेक्टरी। डिरेक्टरी भनेको के हो, डिरेक्टरी भनेको सिम्पल फोल्डर भनेको हो नि त। जस्तै म अहिले यो एलएस भनेको चाहिँ लिस्ट है, मेरो सिस्टममा भएको म कहाँ छु अहिले भनेर हेरेर मेरो सिस्टममा के फोल्डरहरू छ हेर्नको लागि मैले एलएस लेख्ने हो क्या। मैले एलएस टक्क थिच्छु नि, यो लेख्दाखेरि चाहिँ बिन डेभ होम यो रहेछ। जस्तै यही कुरा तिमीले विन्डोमा गऱ्यौ भने DIR लेख्नुपर्छ, तिमीले लेख त DIR लेख्यौ भने तिम्रोमा भएको सबै देखाउँछ। तिमीले CD गरेर विन्डोमा डेस्कटप लेख त, CD डेस्कटप यो गऱ्यो भने तिमी डेस्कटपमा जान्छौ क्या। CD भनेको चेन्ज डिरेक्टरी, कहाँ जाने भन्दा डेस्कटपमा। तिमीले यो माउस युज गरेर डेस्कटपमा यसरी जान्छौ नि बाहिर टक्कै सबैलाई काटेर होइन, डेस्कटप भनेको के हो, डेस्कटप भनेको यो हो नि, यो अगाडिको बाहिरको देखिरहेछ नि हो। तिमी यो डेस्कटपमा जानु भनेको अहिले तिमीले माउस युज गर्यौ, तर तिमी कमान्डबाटै तिमीलाई जानु छ भने चाहिँ तिमीले के गर्दो रहेछौ भन्दाखेरि CD भनेको चेन्ज डिरेक्टरी अनि कहाँ जाने डेस्कटप होइन। अब तिमी अहिले डेस्कटपमा छौ अब है, अब यहाँ भएको छ त यो सबै फाइलहरू तिमीले हेर्न मिल्छ क्या डाइरेक्टली कमान्डबाटै। जस्तै तिमीले यो अहिले त म यो विन्डोमा छु, विन्डोमा DIR लेख्नुपर्छ, तिमीलाई मैले विन्डोको पनि कमान्ड सिकाइदिएँ ल पावर हेर त। DIR लेख्दाखेरि यहाँ हेर त एन्टी क्याभिटी यहाँ छ, क्यापकट यहाँ छ, तिमीले यो हेऱ्यौ भने कर्माहुप्स गिटअप वर्कसप सबै छ यहाँ यो डेस्कटपमा, गिटअप कर्माहुप्स होइन सबै देखायो नि यसले, हेर त यहाँ भएको DIR ले हो। त्यही DIR को काम चाहिँ लिनक्समा एलएसले गर्छ क्या। एलएसले चाहिँ के गर्दो रहेछ भन्दाखेरि म जुन ठाउँमा छु अहिले त्यो ठाउँमा के चाहिँ यो फाइल छ के चाहिँ कुराहरू छ सबै लिस्ट गरेर दिन्छ मलाई है। जस्तै मैले अब सिडी अघिकै ठाउँमा जानु पर्यो भने स्ल्यास है, सिडी स्ल्यास भनेको चाहिँ रुटमा गयो एलएस थिच्यो अनि तिम्रो के भयो भन्दाखेरि चाहिँ त्यो रुटमा भएको हाम्रो लिनक्समा रुटमा के हुन्छ भन्दाखेरि चाहिँ यो कुराहरू हुँदो रहेछ। अब बिन भन्ने एउटा फोल्डर हुँदो रहेछ, डेप भन्ने एउटा फोल्डर हुँदो रहेछ, होम भन्ने एउटा फोल्डर हुँदो रहेछ। हजुर म अघि नै जोइन गरेँ सर, हजुरले उसैको जोइन नै गर्नु भएन क्या हो र नि। ए सरी है त, यहाँ मैले त हेरिरहेको थिएँ त्यही भएर होला। ल ठिक छ, जो सिम्पल सुरु भएको छ। अब हेर खुलेन क्या त्यो आउँछ अनि जान्छ फेरि। त्यो नो टेन्सन गर, म बेलुका मसँग बस, बरु हामी बसौँला बेलुका छुट्टै डिस्कर्डमै, म सबैको सल्भ गरिदिउँला है त। भोलि चाहिँ सबैले ह्यान्डसन गरौँ ल। अहिले हेर है त, म 5-10 मिनट हेरौँ है। जस्तो मैले तिमीलाई सिकाउन खोजेको अहिले भर्खरको अब भन्दाखेरि चाहिँ मेन स्टार्टिङ पोइन्ट लिनक्सको फाइल सिस्टम। विन्डोको फाइल सिस्टम जहिले पनि तिम्रो डिस्क आधारितमा हुन्छ। तिमीले सिडिक्स, अब तिमीहरूले डिडिक्स बनाएको छु पार्टिसन गरेर डिडिक्स हुन्छ, त्योभित्र डेस्कटप होला, त्योभन्दा मुनि डाउनलोड यताउति सेक्सनहरू हुन्छ नि। तिमीहरूले अहिले गएर हेऱ्यौ भने पनि तिमीले यो फाइल म्यानेजरमा गएर यसो टक्क थिचेर हेर न के हुन्छ हामीसँग यहाँ भन्दाखेरि यो डाउनलोड यो सबै कुराहरू। अनि डिस पिसी हुन्छ, डिस पिसीभित्र लोकल डिस्क हुन्छ, लोकल डिस्कभित्र चाहिँ युजर भन्ने एउटा हुन्छ, यहाँ युजरभित्र तिम्रो युजर हुन्छ, सबै हुन्छ नि यसरी फाइल स्ट्रक्चर होइन। तर लिनक्समा चाहिँ तिम्रो के हुन्छ भन्दाखेरि चाहिँ रुट यो सिडिक्स डिडिक्स भन्ने हुँदैन क्या, तिम्रो एउटा सिङ्गल रुट हुन्छ है। त्यो रुटभित्र चाहिँ सबै कुरा, जस्तै तिमीले यहाँ गएर त्यो रुटमा जानको लागि चाहिँ सिडी अनि यो स्ल्यास लेख्नुपर्छ, यो स्ल्यास भनेकै रुट हो।
जुन स्ल्यास लेखिरहेको छु नि मैले त्यो स्ल्यास भनेको रुट हो अहिले खास है। तिमीहरूलाई मैले अहिले हेर सिडी स्ल्यास लेख्छु म रुटमा गएँ। अब मैले एलएस गर्छु। एलएस गर भनेको चाहिँ लिस्ट गर मेरो त्यो ठाउँमा जुन अब मैले यहाँ हेर्न पाएको छैन अहिले मेरो त्यहाँ के छ भनेर म अहिले जुन ठाउँमा गएँ नि भर्खर रुटमा त्यो रुटमा चाहिँ के फाइल छ के फोल्डरहरू छ त्यो देखा भनेको मैले। अब मैले एलएस गर्ने बित्तिकै हेर त भनेपछि बिन डेप होम लिप यस्तो यस्तो फोल्डरहरू रहेछ है। अब के थाहा यो मध्येमा कुनै फाइल पनि त हुनसक्छ होइन। तिमीलाई फाइल हो कि फोल्डर हो चिन्नको लागि चाहिँ एलएस अनि यहाँ एउटा हाइफन लेखेर है लेख यस्तो कुरा चाहिँ अनि याल है तिमीले यो लेख त इन्टर गर त। यो याल भनेको चाहिँ लङ लिस्ट गर्ने क्या। यालएसले त लिस्ट मात्र गरेको थियो हाइफन यालले चाहिँ लङ लिस्ट गर्थ्यो त्यसको बारेमा सबै नै देखाएर लिस्ट गर्थ्यो भनेपछि यहाँ है। अब यो भनेको तिम्रो योसँग नि आफ्नै एउटा कहानी हुन्छ है। यो बिन बुट यो डे भनेको त सबै यहीँ यसकै कुरा देखाएको हो हेर है। अब बिनभित्र के छ केमा ऊ हो भनेर यसले त्यो पनि देखाइदिइरहेछ मलाई मजाले। अनि तिमीलाई फोल्डर हो कि तिम्रो फाइल हो भनेर चिन्नको लागि चाहिँ यो अगाडिको फर्स्टको देखिरहेको छ नि यो यसले थाहा हुन्छ क्या खास है। तिम्रो नर्मल्ली तिम्रो यो डी देखिरहेको छ नि तिमीले यो डी भनेको चाहिँ फोल्डर हो क्या डिरेक्टरी भन्न खोजेको। भनेपछि तिम्रो यो होम भन्ने चाहिँ खास एउटा फोल्डर रहेछ भनेपछि तिमी यो भित्र जान पाउँछौ है। सिडी गरेर जान पाउँछौ किनभने सिडी भनेको के हो चेन्ज डिरेक्टरी भित्र जाऊ फोल्डर भित्र जाऊ भनेको। भनेपछि मैले फाइलहरूमा सिडी युज गर्न पाउँदिनँ मैले फोल्डरमा मात्र गर्न पाउँछु त्यही भएर चिन्नु पर्यो पहिला। भनेपछि यो होम भनेको चाहिँ डिरेक्टरी रहेछ। अनि यो हाइफन भनेको छ यो भनेको चाहिँ फाइल हो क्या। यो भने चाहिँ इनिट भन्ने चाहिँ खास फाइल रहेछ है। जस्तै मैले हेर अब यहाँ सिडी इनिट गर्न खोज्छु हेर त के भन्यो सिडी इनिट भनेको नट अ डिरेक्टरी होइन यो भनेपछि म जान पाउँदिनँ भित्र। सर नि एल भनेको चाहिँ के भन्नुभयो कुन चाहिँ माथिको डी भनेको चाहिँ फोल्डर भयो भने एल भनेको चाहिँ फोल्डर भयो है। हाइफन भनेको चाहिँ ऊ हो अनि याल भनेको चाहिँ यस्तो याल भनेको चाहिँ फोल्डर त फोल्डर हो होइन तर त्यसमा चाहिँ त्यो सिम्पल तिमीले बुझ्छौ कि सिम्बोलिक हार्ड लिङ्क भन्ने हुन्छ क्या लिङ्क चाहिँ छ त्यसमा भनेको हेर्दा यहाँ लिङ्क देखाइरहेको छ नि बिनसँग यो लिङ्क छ युएसआर बिन लिपमा चाहिँ युएसआर लिप लिङ्क छ नि होइन हो त्यो लिङ्कलाई चाहिँ बुझाउन खोजेको क्या यसले जस यो केही कुरामा लिङ्क छ। यिनीहरू चाहिँ त्यस्तो लिङ्क छैन डिरेक्टरी सिम्पल डिरेक्टरी भयो यिनीहरू चाहिँ डिरेक्टरी भएर नि केसँग लिङ्क छ अथवा फाइलै होला तर केहीसँग लिङ्क छ लिङ्क बुझाउन खोजेको है। अब यसमा म तिमीहरूलाई कसरी लिङ्क गर्ने त्यो सबै कुराहरू नि हेर्छौँ भोलि हामी है। ल अब यहाँ हेर न इनिट भनेको त हजुर तपाईँको रिपोर्ट भएर गयो कि के एक्सेप्ट गर भनेको अरू पनि आएको होला हेर्नु अहिले अरू आएको देखाएको छैन अघि नै आएका थियो होला त्यो कसै एक्सेप्ट नभएको कारण हुनसक्छ। ठिक छ केही भएन यो रिपिट त म भोलि नै अलिक गराइहाल्छु। तिमीहरूले चाहिँ बुझ किनभने जतिजना छौ मजाले बुझ किनभने मैले चाहिँ खास यसलाई बरु जति दिन टाइम लागोस् एक दिन बढी लागोस् तर सिक्ने नै हिसाबले नै गर भनेर चाहिँ सिकाउनु खोजेको होइन। यो हाइफन याल भनेको चाहिँ अप्सन हो क्या है। यालएस भनेको कमान्ड हो यसको अप्सन के। अब हाइफन याल भनेपछि के भयो भन्दाखेरि चाहिँ यसको यालएसले मात्र नाम के छ देखाएको थियो। अब यालएस हाइफन याल भनेको चाहिँ लङ लिस्टिङ भन्छ क्या याललाई यसको फुल फर्म यसले लङ लिस्टिङ सबै नै देखाइदिन्छ क्या यसको पाएमा पनि देख्यौ। अब तिम्रो यो डिरेक्टरी चिन्नु पर्यो है अनि डिरेक्टरीभित्र जान चाहिँ सिडी युज गर्न पाउँछ। जस्तै अघि युनिटमा मिलाएको थिएन अब म होममा जान खोज्छु हेर होम त डिरेक्टरी हो नि त सिडी होम हेर त गयो यहाँ हेर त स्ल्यास होम भनेर आयो नि म होमभित्र छु क्या अहिले म होमभित्र छ कि छैन भनेर चाहिँ मलाई चेक पनि गर्न मन छ भने तिमी अहिले कहाँ छौ भनेर चेक गर्न छ भने पिडब्लुडी लेख्नुपर्छ क्या यसले तिम्रो पाथ देखाउँछ। हेर तिमी केमा छौ अहिले होममा छौ तिमी अहिले देखिरहेछौ अब हेर होममा छौ। अब तिमीले यहाँ पनि फेरि यो होमभित्र पनि के छ भनेर हेर्नु छ नि क्यालेस लेख न ल भनेपछि सिम्पल तिमी एउटा फाइल सिस्टममा डाइरेक्ट भइराख्ने हो क्या। अब यालेस लेख्यौ सागर रहेछ ल अब यो सागरमा भित्र जाम होइन तर जानुभन्दा अगाडि यो डिरेक्टरी हो कि होइन हेरौँ न त भनेपछि याल डिरेक्टरी हो यो भन त कसैले मलाई हो भेरी गुड। अब जान पाउँछ म भित्र पाइन्छ ल सागर लेख। अब हेर है पछि गएर यहाँ कस्तो लामोको नाम भएको नि फोल्डर हुनसक्छ क्या। अब त्यो तिमीले सबै लेखेर साथी हुँदैन नि त त्यही भएर तिमीले यास ए लेखेर अनि यो ल्यापटपमा ट्याब हुन्छ नि किबोर्डमा एउटा ट्याब त्यहाँ थिच अटोमेटिकली फिल गरिदिन्छ देखिरहेछौ हजुर हो अनि इन्टर गर।
है। अब म हेर त, अब यहाँ गएर यालेस गर्छु। अब मैले यालेस किन गर्ने ल पिडब्लुडी गर्छु। यहाँ गर्दा चाहिँ एउटा कुरा हेर है, आयो सागरभित्र म चाहिँ रहेछु। हजुर हजुर हो अब मैले फेरि यहाँभित्र पनि केही कुरा छ के छ हेर्नु ल, यालेस गर्छु भनेपछि अब चाहिँ मैले टेक्स्ट हेलो हेलो डट फोल्डर टिएक्सटी आयो बनाएर राखेको रहेछु यो होइन। तिमीले जहिले पनि आफ्नो कामहरू जस्तै तिमीले अहिले काम गर्छौ डेस्कटपमा डाउनलोडमा गर्छौ नि तिमीले नर्मली यो त होइन, त्यो सबै हजुर कामहरू तिमीले यो लिनक्समा चाहिँ होमभित्र तिमीले आफ्नो एउटा युजर बनाएको हुन्छौ, त्यो युजरमा काम गर्छौ क्या। त्यही भएर अब तिमीले जे जे गर्छौ नि, अब नयाँ फाइल बनाएर नयाँ कोडिङको कोडहरू जे जे गर्नु छ तिमीले अब कहाँ बसेर गर्नुपर्ने रहेछ भन्दा ठ्याक्कै म अहिले जहाँ छु नि, मेरो सागर थियो, तिम्रो आफ्नै नाम भएको कुनै युजर होला जस्तो तिमी त्यहाँभित्र बसेर काम गर्छौ होमभित्रको युजरमा है, त्यहाँ बस्नु पर्यो तिमी। अब यो भइसकेपछि चाहिँ अब हामीले हेर है, नर्मल्ली मैले तिमीलाई बाहिरको कुराहरू जस्तै अब म बाहिरै सिधै जान खोज्छु, म अब रुटमा जान खोज्छु, अब म चाहिँ सिडी डाटा लेखेर पनि जान त मिल्यो है। नभए चाहिँ मलाई डाइरेक्टली हेर त, म त्यत्रो सागरमा थिएँ, मैले दुईचोटि सिडी डट लेख्नु पऱ्यो नि त यहाँ आउनको लागि, त्यो लेख्नु पर्दैन थियो। सिम्पल के गर्न मिल्थ्यो, सिडीमा स्ल्यास भइहाल्यो। अब आइहाल्छ है। तिमीलाई चाहिँ सागरभित्र जानु पर्यो, तिमीलाई मेन तिम्रो काम गर्ने डिरेक्ट्री जुन तिम्रो हो होइन, होम डिरेक्ट्री, त्यहाँ जानु पर्यो भने तिमी चाहिँ सिडी होम गरेर लेख्नु परेन क्या, सर्टकट हुन्छ। एउटा तिम्रो यो टिल्ट भन्ने हुन्छ नि, तिम्रो ट्याबभन्दा माथिपट्टि एउटा हेर त यस्तो खालको देखायो होला तिमीले हजुर माथिपट्टि, हजुर हो त्यो थिच सिडी अनि तिमी इन्टर गर त। कन्फरेन्स वाला जस्तो होइन सर? हो माथिपट्टि है त्यो ठ्याक्कै त्यहाँ गएर तिमीले सिडी माथि गएर त्यहाँ टिल्ट भन्छ के अरे त्यो मा गएर हेऱ्यो भने, अनि यालेस गर। अब हेर त म अघिकै ठाउँमा आइन त डाइरेक्टली त्यो सागरभित्रै हो भनेपछि त मलाई यो दुइटा थाहा हुनु पर्यो क्या। तिमी रुटमा जानु पर्यो, रुटमा चाहिँ किन जानुपर्छ कहिले काहीँ भन्दाखेरि चाहिँ तिमीलाई सिस्टम रिलेटेडको कामहरू हुन्छ नि, तिमीले जस्तै अहिले इन्भाइरोमेन्ट सेटअपहरू गर्छौ नि, पाइथनको केही कुरा डाउनलोड गर्यो भने यो इन्भाइरोमेन्ट इएनबीमा यो इडिटर सिस्टम इन्भाइरोमेन्टमा गएर सेटअप गरिराख्नु पर्ने हुन्छ खास। अब अहिले त पाइथनहरूले अटोमेटिक गरिदिने भएर त्यो गरे छैन होला, तर नभए चाहिँ आफूले केही कुरा डाउनलोड गरेको छौ भने त्यसलाई चाहिँ हाम्रो कम्प्युटरले चाहिँ चिनाउनुपर्छ कि मैले यो डाउनलोड गरेको छु है भनेर। यहाँ गएर तिमीले के गर्नुपर्छ, विन्डोमा भन्दाखेरि टक्क यो इन्भाइरोमेन्ट भेटमा गएर अनि यहाँ गएर तिमीले हाल्नुपर्छ। तिमीले अहिलेसम्म यो खोलेर हेरेको छैनौ भने तिमीले यहाँ गएर अहिले हेऱ्यौ भने तिमीले डाउनलोड गरेको पाइथन साइथन सबै हुन्छ यहाँ यो पाथमा एडिट गरेर हेर त। जस्तै उसकोमा भिएस कोड रहेछ, पाइथन छ नि होइन, पर्दैन अहिले बस्छु बोलाएर हेर मात्र, भोलि हामी गर्छौँ के है। अब यहाँ पाथहरू सबै हुन्छ, हो त्यही पाथहरू चाहिँ हामीले लिनक्समा सेटअप गर्नु पऱ्यो भने चाहिँ प्रायः जसो यो रुट डिरेक्टरीमा चाहिँ हाम्रो हरेकको आफ्नो काम हुन्छ क्या। जस्तै यहाँ हेर त स्ल्यास भनेको चाहिँ रुट रहेछ, सिम्पल टप अफ द इन्टायर फाइल सिस्टम, मैले भर्खर देखाइहालेँ तिमीलाई होइन। रुटभित्र चाहिँ होमदेखि सबै हुन्छ। अब इटिसी छ नि जुन यो इटिसी हो, यो इटिसीको काम चाहिँ के रहेछ नि, सिस्टम वाइड कन्फिगरेसन फाइल भनेको चाहिँ तिमीलाई मेन सिस्टममा भएको जस्तै सबै कन्फिगरेसन फाइलहरू, जस्तै पाइथनको आफ्नै कन्फिगरेसन फाइल हुन्छ, तिमीहरूले के अरे युजर गिटअपको पनि आफ्नै एउटा कन्फिगरेसन फाइलहरू बनेर बसेको हुन्छ क्या। जस्तै यहाँ गएर सिडी इटिसी गरेर हेर्छु म, अनि एलएस गर्छु, यहाँ हेर न है, तिमीले नर्मल्ली तिमीसँग भएको सबै सिस्टममा भएको नयाँ नयाँ पाइथनहरू अथवा यताउतिको केहीको छ भने चाहिँ सबैको कन्फिगरेसन फाइलहरू यहाँ हुन्छ। तिमीले गएर केही कुराको पासवर्डहरू चेन्ज गर्नु पऱ्यो भने यो पास डब्लुडी भन्ने हुन्छ होला यहाँ, पास डब्लुडी यताउति होइन, त्यो सबै यो इटिसीमा बसेको हुन्छ है। सिस्टम लेभलको कन्फिगरेसन काम गर्नु पऱ्यो भने हामी यहाँ आएर अनि हामीले कुनै जस्तै ओपन गरेर, जस्तै म यो पास डब्लुडीमा जानु पऱ्यो भने अब यो पहिला फाइल हो कि भनेर चिन्नु पऱ्यो आफैले, भनेपछि एलएस -एल। अब मैले अब यो अहिले त यसरी खोजिरहेको छु, अब हामी भोलि कमान्डबाटै कसरी सिधै फाइल खोज्ने पनि हेर्छौँ। यो फाइल हो होइन भनेपछि फाइललाई अब म यो पनि देखाइदिइहाल्छु। अब हेर है, हामीले त अहिले कमान्डमा काम गरिरहेछौँ, तिमीले विन्डोमा काम गरेको भए त तिमीले नर्मल्ली के गर्थ्यौ, जान्थ्यौ यो फाइललाई टक्क क्लिक गर्थ्यौ अनि नोटप्याडमा ओपन गर्थ्यौ अथवा एमएस वर्डमा ओपन गर्थ्यौ, त्यही हो। तर मैले त यहाँ त अब एमएस वर्ड भन्ने कुरा हुँदैन हाम्रो लिनक्समा, हेर लिनक्समा एमएस वर्ड भन्ने हुँदैन हेर है, पावर पोइन्ट भन्ने कुरा हुँदैन। मलाई अब यो कुराहरू त यतै बसेर हेर्नु पर्यो, अब यहाँ के लेखेको छ भने चाहिँ कुनै पनि कुराहरू फाइलको कुरा के लेखेको छ हेर्नलाई क्याट भन्ने एउटा कमान्ड हुन्छ, त्यो लेख है गप्य भयो नि, क्याट भन अनि क्याट भनेर त्यो फाइलको नाम लेख क्या, यहाँ जादु हुन्छ एउटा। अनि टक्क क्याट, अब पास डब्लुडी थियो नि अघि होइन, पास डब्लुडी। अब मैले यसलाई इन्टर गर्छु, हेर त त्योभित्र के छ सबै मलाई यहाँ देखाए भनेपछि त्योभित्र टक्क बिन ब्यास सबैको पाथ दिएर राखेको छ, जुन तिम्रो जुन पाथ चाहिँ अघि नै त्यो विन्डोमा पनि थियो नि त्यस्तै पाथहरू चाहिँ यहाँ बसिरहेको छ सिस्टमको कन्फिग फाइलहरू।
है। भनेपछि कुनै पनि फाइलमा तिमीले केही कुरा लेखेको छौ भने त्यो फाइलमा के लेखेको छ हेर्नलाई के कमान्ड युज हुँदो रहेछ, है के युज हुँदो रहेछ अरे, क्याट है। त्यो फाइलभित्र के लेखेको छ भनेर हेर्नको लागि चाहिँ क्याट युज हुन्छ भनेर चाहिँ याद हुनु पर्यो। अब यता जाउँ। अनि यहाँ अर्को छ हाम्रो भ्यार। यो यति चाहिँ अरू पनि धेरै छ तर यति चाहिँ मेन हो है तिमीहरूको। भ्यार भनेको चाहिँ भ्यारिएबलहरू, जस्तै यो किन यो सबै तिमीहरूलाई युज गरेर पनि देखाउँला तर अहिले तिमीलाई खासै नजाने भएर चाहिँ बुझेर मात्र आयो। भ्यार भनेको चाहिँ भ्यारिएबल डेटाहरू राख्न मन लाग्यो, जस्तै तिम्रो नाम हुन्छ नि, तिमी आउने बित्तिकै यहाँ चाहिँ एउटा तिम्रो नाम देखाइरहेको हुन्छ, जस्तै को हो तिमी भनेर होइन। हु जस्तै तिमीलाई तिम्रो सिस्टमको बारेमा हेर्नु छ नि, हु एम आई भन्ने हुन्छ एउटा, हेर त को हो म भन्दा सागर हो भनेर देखाइरहेछ नि हो। भनेपछि यो सबै कमान्ड चाहिँ लिनक्स कमान्ड हो क्या। आफू कुन युजरमा छु भनेर हेर्नको लागि तिम्रो पछि गएर मल्टिपल युजरहरू बनाएर राखेको छौ भने तिमी कुन युजरमा बसेर काम गरिरहेको छ भनेर हेर्नु छ भने चाहिँ हु एम आई लेख, यसले तिमीलाई भनिदिइहाल्छ सागर, म सागरमै छु है। भनेपछि अब यो यस्तो नामहरू यताउति चेन्ज गर्नु छ भने चाहिँ भ्यारमा पनि मिल्यो, लकहरू हेर्नु पर्यो होइन, मेलहरूको यताउति कुराहरू है। अनि यो होम भनेको चाहिँ अहिले भर्खर हामीले यो रुट अहिले तिमीले हेर्नु पर्दैन, अहिले होम हेर। होम भनेको चाहिँ अहिले भर्खर हामीले हेरिहाल्यौँ, मेन आफ्नो पर्सनल फोल्डरहरू कामहरू गर्न चाहिँ होममा भयो है। अनि बिन भन्ने छ, त्यो बिनमा भनेको चाहिँ यहाँ तिमीले गएर हेर, सिम्पल बिन। अब एलएस गरेर हेर्छु, यहाँ भनेको चाहिँ सबै नै तिम्रो मेन के अरे प्रोग्रामहरू हुन्छ नि, तिम्रो फाइलहरू पाइथन छ नि, पाइथनको मेन त्यो इएक्सी फाइलहरू यताउति हुन्छ नि, हो त्यो कुराहरू चाहिँ तिम्रो नर्मली बिनमा आएर बसिरहेको हुन्छ क्या। त्यो एक्जिक्युसन फाइलहरू चाहिँ मेनली इसेन्सियल प्रोग्राम कमान्डहरू चाहिँ। अब टिएमपी भनेको छ, यहाँ चाहिँ टेम्पोरेरी फाइलहरू बसिरहेको हुन्छ सिम्पल है, सिडी टिएमपी भन्ने हुन्छ। अब यहाँ चाहिँ तिम्रो कुनै पनि टेम्पोरेरी फाइलहरू केही छ भने चाहिँ त्यो यहाँ आएर बसिरहेको हुन्छ है। जुन तिमीले नर्मल्ली यहाँ गर्छौ नि त्यो कन्ट्रोल आर गरेर यहाँ कमान्ड लाइनमा त्यो नर्मल्ली प्रिफेजहरू अथवा त्यो ल्यापटप फुल हुँदाखेरि चाहिँ डिलिट गर्नको लागि त्यो टेम्पोरेरी फाइलहरू उडाउनको लागि गरिरहेको होला नि, यस्तो प्रिफेज अथवा पर्सेन्टेज टेम हो यस्तो गर्छौ नि, याद गरिरहेछौ हो। यो चाहिँ हाम्रो लिनक्समा ठ्याक्कै यो टिएमपी भन्नेमा चाहिँ बसेको हुँदो रहेछ क्या। सिम्पल तिमीलाई गएर केही गर्नु पऱ्यो नि, यहाँ गएर तिमीहरूले उडाउन नि मिल्यो, हेर्न नि मिल्यो, बुझ्यो नि होइन। अब डेप भनेको चाहिँ डिभाइस फाइल रिप्रेजेन्टिङ हार्डवेयर भनेको छ। यो भनेको चाहिँ सिम्पल तिमीले यहाँ हेऱ्यो भने पनि तिम्रो फाइलको चाहिँ के चाहिँ हुन्छ नि, अब के भन्नु त्यसलाई, कुनै पनि फाइलहरू चाहिँ छ तिम्रो डिभाइसमा चाहिँ त्यसले चाहिँ हार्डवेयरसँग चाहिँ कनेक्ट भएर माउन्ट भएर बसेको छ होइन। हो त्यो कुराहरू चाहिँ ऱ्यामहरू के छ यताउति त्यो फाइल हुन्छ नि हार्डवेयरसँग कनेक्ट भएको कोरहरू, त्यो रिलेटेड सबै डिस्कहरूको कुराहरू सबै डेपमा बसेको हुन्छ क्या। तिमीले हेऱ्यो भने चाहिँ यहाँ चाहिँ ऱ्याम यतापट्टि यो कोर यस्तो चाहिँ देखिरहेको छौ। यहाँ तिमीले अलिकति सिस्टम हार्डवेयर रिलेटेड कुराहरू होइन, यहाँ भिपोर्ड यस्तो चाहिँ देखिरहेको छ नि, हो त्यो कुराहरू चाहिँ। तिमीहरूले यो प्रायः चलाउनु पर्दैन है, तिमीहरूले फेरि यस्तो कुरा नि हेर्नुपर्छ र हामीले भने तिमीहरूले गएर पछि गएर चाहिँ डेभअप्स भन्छ नि जुन, हो त्योमा युज हुने हो मेनली यो फाइलहरू चाहिँ। तिमीहरू डेभअप्स इन्जिनियर भयो भने चाहिँ अलिकति नेटवर्किङतिर हेर्नु पऱ्यो भने तिमीहरूले धेरै हेर्नुपर्छ यस्तो फाइलहरू होइन। नभए चाहिँ ऱ्यान्डम तिमीहरूले जहिले नि कहाँ काम गर्छौ भन्दाखेरि सिडी टिल्ट भनेको होमभित्रको युजरमा यहाँ बसेर सिम्पल है। ल भनेपछि अब मेनली ऱ्यापअपको लागि चाहिँ आजको लागि चाहिँ हामीले के कमान्डहरू हेऱ्यौँ त्यो चाहिँ है सिम्पल। हामीले फर्स्टमा कमान्ड सिडी हेऱ्यौँ। सिडी भनेको चाहिँ चेन्ज डिरेक्टरी, तिमी कुनै पनि फोल्डरभित्र जानको लागि सिडी युज गर्नु पर्ने रहेछ है। अनि एलएस हेऱ्यौँ। एलएस भनेको चाहिँ लिस्ट, कुनै पनि फोल्डरभित्र के लिस्टहरू के फाइल छ के फोल्डर छ सबै हेर्नको लागि एलएस युज गर्दो रहेछ। तिमीलाई त्यो एलएस गर्दाखेरि त सिम्पल के मात्र देखाउँछ, तर यो दुईवटा चाहिँ खास फाइल हो अथवा त्यसभित्र चाहिँ के पर्मिसनहरू छ, पर्मिसनको कुराहरू भोलि हेर्छौँ हामी होइन। यहाँ चाहिँ जस्तै के छ कसले हालेको यो फाइल भन्दाखेरि सागरले हालेको छ यो फाइलहरू, सबै को युजरले हालेको सबै हेर्नु मिल्छ। त्यो चाहिँ एलएस हाइफन एल है। अब एलएस हाइफन एलमा तिमीले टी जोड्यो भने चाहिँ फेरि यो चाहिँ टाइम अनुसार यसले सर्ट गरिदिन्छ क्या, सर्टिङ हुन्छ नि। तिमीले त्यो विन्डोमा गर्नु पर्यो भए तिमी पुरै माउस युज गरेर माथि सर्टमा थिचेर टाइममा थिचेर विभिन्न गर्नु पर्थ्यो। यहाँ चाहिँ नर्मल्ली हेर है, मेन लिनक्सको फाइदा यो हो क्या। तिमी एउटा यही मैले बन्दै गरेँ हेर त, यो एउटा कमान्ड प्रोम्प्ट सेल यो बन्दै नगरिकन मैले मजाले कहाँ पुगिसकेँ, होममा पनि छिरिसकेँ, यता पनि छिरिसकेँ, उता पनि छिरिसकेँ, फाइल पनि हेरिरहेको छु, फास्ट हुन्छ क्या कमान्ड जाने भने। तर तिमीले विन्डोमा माउसबाट यता थिच्नु पऱ्यो उता थिच्नु पऱ्यो, फेरि होममा जानु पऱ्यो, फेरि डाउनलोडमा जानु पऱ्यो, कुनै फाइललाई मैले अहिले क्याट गरेर हेर्न मिलिरहेको थियो, यहाँ तिमीले नोटप्याडमा ओपन गर्नु पऱ्यो, यहाँ विभिन्न झन्झट हुन्छ है।
अब मैले यसमा अर्को के हेऱ्यौँ भन्दाखेरि चाहिँ एलएस हाइफन एलटीआर एलटी भनेको थियो मैले होइन, यहाँ हेर है, टाइम अनुसार सर्ट हुन्छ। अब अहिले त टाइम अनुसारै सर्टै रहेछ यो होइन। अब त्यो पनि हेर ल के भइरहेछ हेर त, यहाँ एउटा 638 को आइरहेछ नि होइन, भर्खरको सर्ट भएर आइरहेछ है। मैले त्यो नदिए सर्ट भएको छैन, 36 रहेछ माथि है। ल सर्ट भएर आयो। अब अर्को नि हुन्छ एलटिआर भन्ने हुन्छ, यो लेख है, यो हरेक अप्सनहरू हो, यो फ्ल्यागहरू है। एल भनेको नर्मल्ली लिस्ट लङ लिस्ट, टी भनेको टाइम अनुसार चाहिँ सर्ट, अनि आर भनेको चाहिँ रिभर्स हुने हो क्या, रिभर्स अनुसार टाइम अनुसार। पहिला यसले के गर्छ नि लङ लिस्टलाई दिन्छ, अनि टाइम अनुसार सर्ट गर्छ, अनि फेरि त्यसलाई रिभर्स गर्छ क्या, बुझ्यो नि, अनि तिमीलाई दिन्छ क्या आरले चाहिँ के है। दिन्छ? हजुर आरले के भन्नुभयो? आरले चाहिँ रिभर्स है, जस्तै यसले इच ब्याक 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 जान्छ क्या, एलले लङ लिस्ट दिइहाल्यो हेर। जस्तै यहाँ हेर तिमीले नर्मल्ली मैले यो आर हेर है, यसमा के दिइरहेछ यति दिइरहेछ होइन। अब मैले एलएस फेरि एलटी लेख्छु हेर है। अब यसले हेलो डट टीएक्सटी माथि दियो टाइमको अनुसार होइन। अब फेरि मैले एलएस हाइफन एलटीआर लेख्छु। अब हेर त यसैलाई रिभर्स गर्छ क्या यसले, अब किनभने एलटीसँग यति दिएको थियो, अब यसमा मैले के थप्छु आर भनेपछि अब रिभर्स गर्छ क्या। हेर चाहिँ ठ्याक्कै यतिसम्म माथि थियो, यो अब मुनि आयो, रिभर्स भयो, देख्यौ भनेपछि टक्क एउटा 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 भएर जान्छ क्या। भनेपछि तिमीलाई चाहिँ जोस् तिमीलाई रिभर्स मात्रै गर्नु छ नि एलटीआर लेख्नु परेन, आर मात्रै गर न, जोस् सँगै पनि युज गर्न मिल्यो, एउटा मात्रै युज गर्न मिल्यो, बुझ्यौ। भनेपछि यो बुझ्नु पऱ्यो, या लङ लिस्ट टी टाइम आर रिभर्स है हो। अनि लेख है, लेख यो चाहिँ बवाल चाहिँ म कन्टेन्ट पठाइहाल्छु। अनि अर्को हामीले के हेऱ्यौँ भन्दाखेरि सिडीमा हामीले यसरी टिल लेख्यो भने पनि सिधै होमभित्रको युजरमा जाँदो रहेछ। सिडीमा हामीले स्ल्यास लेख्यो भने चाहिँ यो रुट रहेछ, यो भनेको रुट भयो, यो भनेको वर्किङ डिरेक्टरी हो, चाहिँ ऊ भयो है। ल यो पनि हामीले हेऱ्यौँ। अर्को भनेको क्याट, जस्तै एलएस गरी मैले ल यो एलएस हाइफन एल भनेपछि ल यो चाहिँ फाइल रहेछ भनेपछि फाइलमा भएको कुरा पढ्नु मन लाग्यो मलाई भने मैले क्याट हेलो डट ट्याब थिचेँ है मैले, किन लेखिराख्नु बेकारमा, आइहाल्छ इन्टर। हेर त यो हेलो टीएक्सटी मैले हेलो हाउ आर यु व्हाट्सएप लेखेर रहेछु भने चाहिँ राम्ररी पढ्न पनि मिल्यो। मैले लेख्न नि भित्र हजुर होइन सर मैले पढेको त्यहाँ हेलो हेलो हाउ आर यु व्हाट्सएप। अब यसभित्र मैले लेख्न मन लाग्यो भने लेख्न नि मिल्यो क्या, सिम्पल है, सबै कमान्डबाट गर्न मिल्छ क्या। यो भनेको एउटा पावर हो हातमा। हेर मलाई यहीँभित्र लेख्न मन लाग्यो कि होइन भनेपछि अब मलाई दुइटा कुरा हुन्छ फेरि, यसभित्र मलाई एपेन्ड गर्ने, एपेन्ड भन्ने भनेको पाइथन नि पढ्यो हाल्यो, एपेन्ड भनेको यसभित्र थप्ने पछाडि पछाडि होइन, थप्न मन लाग्यो कि मलाई यसलाई रिप्लेस गरेर नयाँ हाल्न मन लाग्यो होइन, त्यो हो भने चाहिँ एउटा हामीसँग इको भन्ने हुन्छ है, लेखिहाल यसले चाहिँ भित्र लेख्छ इको, अनि टक्क यसरी स्ट्रिङ, किनभने यो भित्र हामीले लेख्दा के हो स्ट्रिङ फर्म होइन। अब फेरि नम्बर हो भन्दा मानिसले लेख्ने होइन है, स्ट्रेसर नै लेख्ने हो यसमा चाहिँ, किनभने चिन्दैन फेरि। अब हजुर भेरिएबल भेरिएबल जग्गा यहाँ चाहिँ मैले केही सिम्पल लेख्ने क्या फाइलमा। तिमीले यहाँ नर्मल्ली के गर्छौ, नर्मल्ली फाइल बनाउँदाखेरि यहाँ फाइलमा जान्छु, अनि नयाँ फाइल क्रिएट गर्छु, यसरी राइट क्लिक गरेर न्यू फाइल गर्छु विन्डोमा, अनि त्यो फाइल बनाएर नोटप्याडमा जान्छु, नोटप्याडमा गएर लेख्छु, त्यही हो नि विन्डोमा हो। त्यही कुरा तिमीले कमान्डबाट गर्न मिल्यो क्या लेख्नलाई भन्दाखेरि, सिधै इको अनि के लेखिन्छ अब यो डट टीएक्सटी फाइलमा भन्दाखेरि चाहिँ सिम्पल मलाई ल बाई बाई लेख्न मन लाग्यो, मलाई रिप्लेस गर्न मन लाग्यो यसलाई, यो सबै हटाएर यो बाई मात्रै लेखोस् भने चाहिँ टक्क यो है इकोले लेख्छ। कहाँ लेख्ने भनेर चाहिँ यो ग्रेटर देन है, कहाँ लेख्ने भन्दाखेरि चाहिँ हेलो डट टीएक्सटीमा। अब इन्टर गर्ने, अब हेरौँ है त लेख्यो कि लेखेन, क्याट डट हेलो डट टीएक्सटी, हेर त रिप्लेसै गरेर लेख्थ्यो नि होइन। अब सिम्पल हेर है, तिमीलाई होइन रिप्लेस किन गर्ने, त्यसको पछाडि थप्नु पऱ्यो नि मलाई त भने चाहिँ इको त्यही हो है, अनि हेलो अनि डबल यो क्या सिम्पल। सिङ्गलले के गर्ने भयो रिप्लेस है, डबलले के गर्ने भयो एपेन्ड, एपेन्ड है हेलो डट टीएक्सटी। अब मैले यहाँ गएर के गर्छु सिधै क्याट हेलो डट टीएक्सटी, हेर त आयो नि। अब यदि मैले यो फाइल मैले अहिले नर्मल्ली यही विन्डोमा गएर यो फाइल खोलेर हेऱ्यो भने पनि त्यहाँ पनि के लेखेको हुन्छ यही नै, किनभने यो फाइल त कहाँ गएर बसेको छ र यही विन्डोमै बसेको छ नि, किनभने अहिले त हामी विन्डोमै छौँ खास होइन, एउटा इन्भाइरोमेन्ट पो यतिकै लिनक्स युज गरेर आउँदा होइन। यो फाइल मैले गएर अहिले हेरेँ भने जस्तै यो सागर भन्नेमा छ नि, त्यहाँ गएर मैले अहिले हेरेँ भने चाहिँ त्यही नै
हुन्छ है। जस्तै नर्मली अहिले सागर त अहिले नदियो होला, म नर्मली यहाँ जाउँ है त। अब टाइम त गइसकेछ, ल आज यति नै गरौँ नभए भोलि अरू हेरौँला है त, फेरि धेरै टाइम किन गर्नु। भोलि भोलि टर ब्राउजर छ, हजुर टर ब्राउजरको बारेमा नि यसो। ए ए ए ल ल ल त्यो बासमा भइहाल्छ। जे होस् भोलि चाहिँ चाली बेलुका चाहिँ लिनक्स मसँग कन्ट्याक्टमा आऊ ल, जो जो चाहिँ डिस्कर्डमा जसको जमाउनु भएको छैन होइन। सर मलाई त जोइनै गर्नु भएन त अलरेडी डिस्कर्ड। हो र के भइरहेछ यार यहाँ। ल म जोसँग साथी छ मसँग केमा छौ तिमी यार, त्यो चाहिँ केमा नि छैन होला होइन। यसमै हालिदिनु न कमेन्टमै भइहाल्छ नि उसलाई। तिम्रो मलाई इमेल त्यहाँ च्याटमा लेखेर पठाऊ त। इमेल हस् इमेल पठाऊ। जे होस् यो आज विन्डो फिचरमा गएर गर्न मिल्दो रहेछ नि। के चाहिँ विन्डो फिचरमा गएर अनि तल गएर त्यो भर्चुअल बक्स अन गरिदिने, भर्चुअल मसिन प्लेटफर्म, अनि मिल्छ अर्को मिल्छ चाहिँ मिल्छ। विन्डो सब सिस्टम फर लिनक्स भनेर छ, त्यसमा टिक गरिदियो भने हुन्छ होला सायद चाहिँ। त्यो पनि एउटा हुन्छ। त्यो ट्राई गर, अनि भएन भने अझ नि भएन भने चाहिँ मलाई कन्ट्याक्ट गर ल उता डिस्कर्डमा गर। अनि भोलि चाहिँ हामी अब टक्क मजाले नै, जस्तै अब आज हामीले नर्मल्ली जोस् कसरी चाहिँ फाइल सिस्टममा भित्र कसरी जाने, बाहिर कसरी के भित्र कसरी जाने होइन। बाहिर जाने चाहिँ मैले तिमीलाई भने कि भनेन, बाहिर जान जस्तै अहिले देखाएको थिएँ। जस्तै म अहिले सागर भन्ने छु खास होइन, किनभने पिडब्लुडी गरेर हेरे नि हुन्छ है। अब मलाई होममा जानु पऱ्यो नि सिडी एन्ड दुइटा डट डट, ल त्यसले चाहिँ ब्याक जान्छ, यो लेखेर राख, त्यसले चाहिँ ब्याक जान्छ। म हेर त यालेस गर्छु, के अरे यालेस के अरे रुटमा होममा। जानलाई चाहिँ ब्याकस्पेस हजुर त्यो स्ल्यास दिने रुटमा जानलाई चाहिँ। रुटमा जानलाई एउटा स्ल्यास सिधै रुटमा गइहाल्यो होइन। तिमी भित्र जानु पऱ्यो नि सिडी, अनि त्यो फोल्डरको नाम, डिरेक्टरीको नाम, अनि तिमीलाई फेरि त्योभन्दा ब्याक आउनु पऱ्यो नि सिडी डट डट क्या। विन्डोजको जस्तै हो त्यो एमकेडिआर आरएमडिआर। हो 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 त्यो सबै त्यो तिम्रो विन्डोमा युज हुने हो त्यो कमान्ड। अनि तिम्रो लिनक्स त्यो कमान्डहरू जुन पावर सेलमा युज भएको छ सबै लिनक्समा चाहिँ आधारित हो क्या। त्यही लिनक्स कमान्डहरू चाहिँ त्यहाँ युज भएको हो क्या। अब कति कुराहरू चाहिँ सपोर्ट गर्छ विन्डोले, कति गर्दैन, तर त्यो लिनक्सकै लिएको हो है। जस्तै मैले देखाएँ नि अघि नै, जस्तै मैले तिमी थिएनौ, मैले यहाँ गएर सिएमडी त विन्डोको हो, यहाँ पनि मैले गएर त्यो लिस्ट हेर्न मलाई, मैले यहाँ लिस्ट हेर्न के युज गरिरहेको छु, यालेस हो नि। त्यो युज गर्न मलाई होइन, यहाँ चाहिँ फेरि यालेसले काम गर्दैन क्या। यता विन्डोमा चाहिँ यालेस गर त किआइआर हो क्या। हो तर काम त एउटै हो नि त होइन। हो त्यही हो। सिडी गऱ्यो भने जान्छ यहाँ पनि भित्र। त्यही भएर तपाईँ लिनक्स आयो भने बबाल विन्डोदेखि सबैमा सजिलो भयो। तिमीले पछि गएर यहाँ म्याक ओएसै चलाउनु पऱ्यो भने पनि त्यसमा पनि तिम्रो रुबी यताउति कुराहरू युज हुन्छ, जेम्सको कुराहरू त्यहाँ पनि कमान्ड यही नै हुन्छ। भोलिन्छ कि सर यो भोलि छ कहाँ यति सकिन्छ त। कमान्डहरू त भुलिन्छ कि यो आफूले सम्झिन्छ नि, अहिले गर्यो अनि एक दुई दिनपछि गर्यो भने फेरि भुलिन्छ। यस्तो हो। त्यही भएर त जस्तै भने नि मैले, तिमीले बुझ्नु पर्यो केले के काम गर्छ भनेर। अनि सकेसम्म चाहिँ डेली लाइफमा चाहिँ अलिअलि कमान्ड चाहिँ युज गर्ने बानी बसाल्ने क्या। जस्तै कहिले काहीँ हतार छ भने त ठिकै छ, विन्डोमा तिमीले गएर थिचेर काम गर लौ, तर किन लिनक्स युज गर्नु पर्यो त। ल तिमीलाई अहिले विन्डोमै तिम्रो काम भइरहेको भने सकेसम्म सिएमडी चाहिँ युज गर न होइन। जस्तै तिम्रो सिडी भन्ने कुरा युज भएकै रहेछ त होइन। तिमीले यसले कतिको सपोर्ट गर्छ होइन। जस्तै यहाँ क्रोम डट गर्छ, क्रोम डट एक्सई लेख त, यहाँ चाहिँ क्रोम रहेन छ। ल त्यसले जस्तै तिमीसँग फायरबक्स छ, डट एक्स लेख न, यसले फायरबक्स ओपन गरिदिन्छ, थाहा छ कि छैन है। जस्तै तिमीले यहाँ लेख्यो भने यसले ओपन गरिदिन्छ भने तिमीले कमान्ड हजुर ओपेरा मिनी हान्नु न। ओपेरा मिनी डट टेक्स्ट के हो यसको यार, स्पेलिङ पनि मैले बिर्सिसकेको छु युज गर्न छोडेको धेरै भयो। के छ ओपेरा मिनी हो यसको? त्यो फायरफक्स चाहिँ किन युज गर्छ? मोस्टली फायरफक्स युज गरेको देखिन्छ यहाँ। फायरफक्स यस्तो हो, अब त्यो भनेको चाहिँ तिमीले नर्मली डिफल्ट पनि दिइरहेको हुन्छ नि त माइक्रोसफ्टको त्यो फायरफक्स, अनि त्यही इकोसिस्टममा भएको भएर प्रायः युज गर्ने हो। तर तिमी एउटा डेभलपर भइसकेपछि, तिमी एउटा टक्क आइटीको मान्छे भइसकेपछि म चाहिँ तिमीलाई के भन्छु भने ब्रेभ युज गर। हो ब्रेभ युज गर भन्छु है, किनभने तिम्रो ब्रेभको विभिन्न फाइदाहरू छ। कोही कोहीलाई ब्रेभ थाहा छैन भने चाहिँ ब्रेभ आजदेखि युज गर्न थाले हुन्छ। तिम्रो जस्तै एडहरू त्यसले ब्लक गर्छ, तिमीलाई युट्युबहरू हेर्नु पऱ्यो, कहीँ साइडमा गएर केही कुरा हेर्नु पऱ्यो, त्यसले अटोमेटिक ब्लक गरिदिन्छ तिम्रो एडहरू, तिमीले त्यो एक्सटेन्सन यताउति के चाहेन है। अनि त्यहाँभित्र तिम्रो जस्तै अब डिफ्रेन्ट जस्तै भिपिएनको कुराहरू हुन्छ, यताउति सबै दिएको हुन्छ क्या त्यसले।
जस राम्रो छ भनौँ न ब्रेभको। सर्च इन्जिन फरक हुँदैन जस्तो हो सर्च इन्जिनको पनि तिमीले जस्तै अब सर्च राम्रो इन्जिन त डक डक एउटै गो होइन, यताउति गुगलकै युज हुन्छ होइन र, सर्च इन्जिन डक त यस्तो डक कहाँ गो पनि अरू हुन्छ हुन्छ खै। गुगलको यस्तो हो पनि नि त हुन्छ तिम्रो सर्च इन्जिन भनेको के हो थाहा छ नि होइन, जस्तै तिम्रो सर्च इन्जिन र एलएलएम। हाम्रो ब्राउजर भन्ने डिफ्रेन्स छ नि त होइन। ब्राउजर भनेको के हो, हामीले जुन ब्रेभ कुरा गरिरहेको छौँ, हामीले जुन त्यो ओपेरा मिनी ओपेरा त्यो मिनी ब्राउजर हो होइन। त्यो फायरफक्स भित्र सर्च गर्ने त्यो गुगलहरू भनेको चाहिँ के हो, सर्च इन्जिन हो खास होइन। अब त्यो सर्च इन्जिन पनि खास धेरै छ क्या खास। त्यो उसले एउटा डकडकगो भनिसक्यो होइन, डकडकगोको आफ्नै स्पेसिलिस्ट छ। तिमीले डकडकगोमा केही बिङ। कुराहरू सर्च गर्यो भने त्यसले त्यो राख्दैन क्या, सर्च गरेको कुराहरू प्राइभेसी फिचर हुन्छ अलिक डकडकगो चाहिँ। जस्तै गुगलमा सर्च गरेको कुराहरू तिमीले गएर कसरी हेर्नु पनि मिल्छ, भेटिहाल्छ होइन। तिमीले आज मैले के सर्च गरेको छु गुगलमा भने मैले त्यहाँ गुगलको सर्चमा थिचेँ भने देखाउँछ नि त्यसले होइन, त्यो सजेसन मुनिपट्टि सर त्यो हामीले लेखेको कुराहरू। तर डकडकगोहरूले राख्दैन क्या त्यो सधैँको लागि, बुझ्यो नि। त्यो भनेको प्राइभेसी भयो नि त। हो यस्तो यस्तो वेब 2.0 र वेब 3.0 मा चाहिँ के फरक छ? त्यो त तिम्रो त्यो भनेको के हो त, तिम्रो वेबको एउटा इभोल्युसन त हो नर्मल्ली। तिमीले यस्तो हो दिमागमा यस्तो कुरा आउँछ नि जब सर्च गर्ने क्या झ्याप्प पाराले हुन्छ नि। अहिले त तिम्रो के छ सर्च गरे हो, अनि त्यहाँ तिमीले के त्यो भेटायो त। सेक्युरली चाहिँ जुन अब गुगलहरू चाहिँ अलिक सेक्युर छैन नि त, यिनीहरू त अब बिजनेसतिर लाग्न थाल्यो, त्यो भएर चाहिँ अनि त्यसलाई अझ सेक्युर बनाउनलाई चाहिँ 3.0 को कम्युनिटी नै छुट्टै छ भन्ने थियो। हो अनि यो अब त्यसमा तिम्रो ब्रेभहरू अनि यो चाहिँ 3.0 मा पर्छ भन्दै चाहिँ। त्यहाँको त्यो छुट्टै त्यसकै इभोल्युसनलाई चाहिँ उ गरेर तिमीहरूले नयाँ नयाँ त्यो इकोसिस्टम बिल्ड गरायो होइन। तिम्रो तर यो हजुर Q1 चाहिँ के फरक छ त डकडकगो र Q1 केमा चाहिँ Q1 Q1 ब्रेभमै हुन्छ छ त्यो हेलो हेलो मेरो आवाज आइरहेछ? हजुर यता ल्यापटप अफ भएछ ल, म अर्को यता गएर हजुर आइरहेको छु। हजुर आइरहेछ आइरहेछ है? हजुर ए प्रशान्त सर हेलो तपाईँले हेलो बोल्दै बोल्नु न त, प्रशान्त सरकै आइडी रहेछ। आइरहेछ खोइ आवाज? हजुर आएको छ ए यो ल्यापटपै अफ भएछ क्या। म अघि नै यहाँ अर्को ब्याट्री लो भनेर आएको थिएँ म त चार्जमा हाल्नु होला भनेको त हाल्नु भएको थिएन मैले त्यो बिर्सेछु किन अब यिनै गर्ने हो भनेर ठ्याक्कै यहाँ अफ भएछ। म यहाँ अर्को यहाँ यहीँ उसले पनि जोइन गरिरहेको छ क्या कास, अनि सरले पनि जोइन गरिरहेको भएको नि त हाम्रो प्रोफेसर सर हजुर हजुर टेक्निकलको उहाँले पनि जोइन गरिरहेको भएको छ, त्यही भएर म उहाँकैबाट आएँ त। तिमीले के भन्दै थियौ अरे भन त फेरि। डकडकगो र Q1 हजुर चाहिँ के फरक छ भनेको स्पेलिङ भन त, मैले ठ्याक्क त्यो ऊ भयो जस्तो छ के अरे फेरि भन त। मैले डक्टरको नै युज गरेर हुन्छ प्रायः, त्यो भन त, मलाई त्यो थाहा छ होला। स्पेलिङ भन त के भने तिमीले। क्यापिटल Q WANT एएनटी Q1 ए यो चाहिँ मैले हेरेको छैन है, यो चाहिँ मैले नै हेर्नु पर्ला, मैले यो चाहिँ हेरेको छैन। ल यो चाहिँ हामी सबैको लागि भयो होला, भोलि यसको नि के रहेछ हेरौँला है त, हेरौँला। ठिक छ त्यही हो। त्यसमा चाहिँ जस ब्राउजरकोमा तिमीले अघि सोधेको उसले नर्मल्ली चाहिँ त्यही हो। अब लिनक्सकोमा चाहिँ भोलि हामी अब सकेसम्म आज राति चाहिँ सबैले नै सेटअप गरौँ होइन WSL चाहिँ। अब त्यसपछि भोलि चाहिँ मजाले 80% कम्प्युटरमा लिनक्स चले होइन? हजुर ओल्डको 80% कम्प्युटर लिनक्सबाट चले होइन? लगभग सबै नै तिम्रो इकोसिस्टम चाहिँ लिनक्सकै इकोसिस्टम त हो नि प्रायः तिम्रो नर्मल्ली। त्यही भएर चाहिँ लिनक्स भनेको तिम्रो हामीले तिमीले अब एन्ड्रोइड चलाइरहेको छौ, त्यो एन्ड्रोइडको कर्नेल पनि लिनक्सको भनेपछि हेर न, भनेपछि हामी कति अनविङली कति कुराहरू चलाइरहेको छौँ क्या लिनक्सको होइन। तिम्रो हो अनि सर्भरदेखि सुपर कम्प्युटरदेखि अब होइन सबै कुरा नै लिनक्स छ क्या। त्यही भएर बवाल छ सानो हुन्छ होइन, लिनक्स। लास्टै सानो साइजमा क्या त्यो वासिङ मेसिनहरूमा अनि रेस्पबेरी पाई तिनीहरूमा पनि हालेर रन गरेर हुन्छ नि। हो तिमी कसैको ल्यापटप स्लो छ भने लिनक्स चलायो भने फास्ट चल्छ क्या। मेरो यो कुरा भाइ चाहिँ सर मैले त्यही भएर लिनक्स मिन्ट डाउनलोड गरेको, लिनक्स मिन्ट चाहिँ चलाइरहेको, तर त्यो पनि अलिकति स्लो नै हुँदो रहेछ त्यो लिनक्स मिन्टमा पनि। अब त्यो पनि डिस्ट्रिब्युसन अनुसार हुन्छ, कस्तो डिस्ट्रिब्युसन युज गरिरहेको हो भनेर होइन। अब तिम्रो तर विन्डो भन्दा चाहिँ स्लो फास्टै हुन्छ, किनभने तिम्रो विन्डोले चाहिँ जहिले पनि विन्डो हाल्दाखेरि चाहिँ त्यसमै बाइन्ड भएर धेरै कुरा आउँछ नि त। जस्तै तिम्रो गुगलको के अरे माइक्रोसफ्टको विभिन्न एपहरू होला, विभिन्न त्यो MS यताउति कुराहरू हुन्छ, नोटप्याड होला, यताउति के हुन्छ नि त बाइन्ड भएर आएको। तर लिनक्समा चाहिँ तिम्रो केही पनि बाइन्ड भएर आएको हुँदैन, सबै तिमीले हालिसकेपछि सेटअप गर्नुपर्छ होइन। एक्सेलहरू चलाउन पाइन्छ, एक्सेलमा PPT पावर पोइन्ट एक्सेलहरू अनि यस्तो क्रोमहरू चलाउन पाउँछ केमा लिनक्समा फेरि इन्स्टल गरेर।
लिनक्समा तिम्रो सबै हाल्न पायो। अब एमएस वर्डहरू भनेर एमएस वर्डै चाहिँ हुँदैन लिनक्सको लागि भनेर तिम्रो त्यसरी त्यो चाहिँ हुन्छ के अरे लाइब्रेरिया लाइब्रेरिया नै हो समथिङ त्यही चाहिँ हुन्छ। अनि त्यही भएर चाहिँ तिमीले ओपन सोर्स भएको भएर चाहिँ फ्रीमा युज गर्न पाउँछौ एमएस वर्ड जस्तै टाइपले क्या। अब तिमीले पे गर्नुपर्छ नि खास तिमीलाई थाहा छ कम्प्युटरमा त विन्डोमा त पे गर्नुपर्छ तिम्रो लाइसेन्स मागिरहेको हुन्छ पुरा त्यो 365 हो भनिरहेको चलाउँछ हो क्र्याक गरेर चलाउँछौ। तर तिम्रो लिनक्समा फाइदा के छ भने तिमीले त्यो लाइब्रेरिया नै हो त्यो एक्चुअली मैले वर्ड चाहिँ मैले ठ्याक्कै युज गरेँ जस त्यो युज गर्यो भने चाहिँ ठ्याक्कै मजाले नै सबै नै फ्रीमा युज गर्न पाउँछ क्या एक्सेल सिटहरू त्यो ओपन सोर्स नै हो लाइब्रेरी नि लिब्रे नै हो होइन। त्यो एकचोटि मैले हेरेको थिएँ कि एउटा हामीलाई सेसन लेख्नु भएको थियो अस्ति नै यो डेभ कम्युनिटी भन्ने छ नि एउटा त्यसबाट अनि त्यो लाइब्रेरीको त्यसको प्रोग्रामिङहरू गराउँदो रहेछ कि त्यो सरले खतरा लाग्यो क्या त्यत्रो ठुलो कम्पनीको हो बवाल हुन्छ हो त्यस्तो कुराहरू युज गर्न मिल्छ ठिक छ त्यो कुराहरू त अब पाइथन त्यही भएर कमान्ड राम्ररी चाहिँ टिपेर राख बिर्सिने कुराहरू भने त अब त्यो नेटवर्क गर्न मिलिहाल्छ। तर युज गर्ने बानी बसेपछि चाहिँ जस्तै मलाई पनि ल तिमीले सोध्यो भने नर्मल्ली अरू मलाई त्यति प्रब्लम हुँदैन म आफै मजाले नै चलाइदिन्छु त्यो कमान्डहरू सबै नै होइन किनभने त्यसो तर मलाई अलिकति मलाई त्यो फेरि खोजेर हेर्नु चाहिँ पर्छ जस्तै नेटवर्किङको हुन्छ नि तिम्रो सर्भरहरूमा चाहिँ वेबसाइटको त्यो नेटवर्कहरूलाई आइपी पोर्टहरू चाहिँ मिलाइराख्नु पर्ने हुन्छ फायरवालको कहिले काहीँ पर्मिसनहरू मिलाउनु पर्ने हुन्छ होइन हो र त्यस्तो कुराहरूमा चाहिँ मलाई याद छैन जीवनमा जस गर्नुपर्छ भने थाहा छ के गर्नुपर्छ तर कमान्ड थाहा छैन। अब मैले डाइरेक्ट जाने हो क्या अब सर्च गर्न होइन किनभने अहिलेको त किन त्यो कन्टेक्ट हाल्नुपर्ने छ र होइन थाहा चाहिँ हुनु पऱ्यो। अब अरू चाहिँ बानी बस्छ गर्दै गएपछि किनभने अब तिमीलाई आज मैले देखाएको कुराहरू मैले यो हेरिराख्नु पर्दैन नि त किनभने गरिरहेको छ होइन तिमीहरूले नि बानी चाहिँ बसाउने यसो सिएमडी खोल्ने अनि बेला बेला यसो जे काम तिमीले अहिले माउसले गर्छौ त्यो आफैले लेखेर गर न टक्क झ्याम्झुम के भएर के ओपन गर्न मन लागेको छ भने सिएमडी खोलेर गर्ने ओपन हो आज यसो त्यो भनेर त बानी बसाल्ने हो नि त। ठिक छ ल आज जे होस् तिमीहरूलाई मैले लिनक्सको हिस्ट्री रिपो यताउति सक्यो अब यहाँ डब्लुएसएन सेटअप गरौँ अनि भोलि चाहिँ सबै फर्स्टदेखि नै कमान्ड मात्र गरौँला 60 मिनटै ओके सर ल के चाहिँ ओके सर ए ओके बाई आज 1 घन्टै भइहालेछ क्या 2 घन्टा के झन्डै हुन लागेछ ल बाई बाई ओके सर आज चाहिँ यस्तो अलि बोर भएन के चाहिँ आज चाहिँ अलि बोर भएन क्या अरू दिन जस्तो भनेको रमाइलो भयो भोलि पनि बवाल हुन्छ है भोलि पनि बब्बालै हुन्छ किनभने हामी बवाल कुराहरू नै हेरौँला त्यही भएर मजाले सेटअप गरौँ आज राति सिक्न खोजेको कुरो सिकिरहेको भएर चाहिँ अनि झ्याउनु लाग्यो होला आज हुनसक्छ त्यही भएर ल है त आजलाई ल हस्